हरिः ॐ अस्मद्गुरुभ्यो नमः। ॐ अस्मत्परम गुरुभ्यो नमः। ॐ अस्मत्सर्वगुरुभ्यो नमः। श्रीमते रामानुजाय नमः। लक्ष्मीनाथसमारम्भां नाथयामुनमध्यमाम् अस्मदाचार्यपर्यन्तां वन्दे गुरुपरम्पराम्। काश्यपान्मयसञ्जातं नारायणपदाश्रितं श्रीमन्नारायणं वन्दे यतीश्वरश्रियाजुषम्। तस्मै रामानुजार्याय नमः परमयोगिने यश्रुतिस्मृतिसूत्राणाम् अन्तर्ज्वरमसि समत्। वृन्दावनान्तर्गतं बलिनोऽनुजातम् नीलर्षभावपशुमध्यगतं दिदृक्षो दृष्टस्त्वया किमिति या सखी जनं सा। गोदा स्वयं रमयते त्विहरङ्गराजम् गोदा स्वयं रमयते त्विहरङ्गराजम्। गोदा विभूषणसुरं यवराविधानम् वृन्दावना वननिधिं करुणैकतानम्। अर्चावतारनिचयेऽपि च यत्प्रधानम् तदरङ्गदेशिकधनं शरणं शराणे तदरङ्गदेशिकधनं शरणं शराणे। ॐ सहनाववतु सहनौ भुनक्तु सह वीर्यङ्करवावहै तेजस्विनामधीतमस्तु मा विद्विषावहै। ॐ शान्ति शान्ति शान्तिः। हरिः ॐ। नीलातुङ्गस्तनगिरितटे सुप्तमुद्बोध्य कृष्णं पारार्थ्यं स्वं श्रुतिशतशिरसिद्धमध्यापयन्ति शोचिष्ठायां स्रजिनिगडितं यावलात्कृत्य भुङ्क्ते। गोदा तस्यै नम इदमिदं भूय एवास्तु भूयः भूय एवास्तु भूयः। बोल श्री लक्ष्मी नारायण भगवान को, श्री गोदारंगमन्नार भगवान को, श्री लक्ष्मी वेंकटेश भगवान को, श्री लक्ष्मी हयग्रीव भगवान को, समस्त आलवारहरू को, समस्त पूर्वाचार्यहरू को, भाष्यकार श्री रामानुज स्वामी जी महाराज को, धनुर्मास महोत्सव को, जगत जननी गोदा आमा को, तिरुप्पावे दिव्य प्रबंध को, श्रीमन्नारायण रामानुजीयर स्वामी जी महाराज को, श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामी जी महाराज को, समस्त आचार्य वृंद को, संपूर्ण भक्त भागवत वृंद को जय जय श्रीमन्नारायण
जय जय श्री गोदारंग, जय जय श्री राधे श्याम गोविंद। अखिल हेय प्रत्यनिक कल्याणैकतान श्वेतर समस्त वस्तु विलक्षण ज्ञानंदैक स्वरूप असंख्य कल्याण गुणगणौग महारणव सत्य काम सत्य संकल्प सर्वाधार जगदाधार ममाधार सृष्टि स्थिति प्रलयकर्ता भक्तवांछा कल्पतरु शरणागत वत्सल भक्तवत्सल परब्रह्म परमात्मा गोदारंग मन्नार भगवान का चरणार बिन्दमा अनंत अनंत कोटि साष्टांग अर्पण गर्दछ दास। त्यस्तै समस्त आलवार पूर्वाचार्य रामानु स्वामीजी का चरणार बिन्दमा अनंत अनंत कोटि साष्टांग अर्पण गर्दछ एवं स्वाचार्य का चरणार बिन्दमा अनंत अनंत कोटि साष्टांग अर्पण साथै समस्त ज्ञानी आचार्य वृन्दहरूका चरणार बिन्दमा सहस्त्र सहस्त्र साष्टांग अर्पण गर्दै समस्त भक्त भागवत वृन्दहरूलाई हार्दिक नमन। जय श्रीमन्नारायण। सबैलाई स्वागत छ भगवानको यो दिव्य गोष्ठीमा, गोदामाजीको यो दिव्य गोष्ठीमा। वास्तवमा हामी गोदामाजीको गोष्ठीमा छौँ। हामी सबै गोदामासँगै छौँ। हामी सबै गोदामाका सखी नै हौँ। हामी गोपी नै हौँ। किनभने हाम्रो यो आत्मा माने आफू आत्माको स्वभाव भनेको, आत्माको स्वरूप भनेको स्त्रीको स्वरूप नै हो, गोपीको स्वरूप नै हो। हामी सबै गोपी हौँ। हाम्री स्वामिनी हुनुहुन्छ श्री आण्डाल गोदामाजी। आण्डाल, उहाँको नाम आण्डाल पर्यो। आण्डालको अर्थ हुन्छ शासयित्री, हामीलाई शासन गर्ने, हामीलाई शासन गर्ने भन्ने अर्थ हुन्छ शासयित्री। गोदा गाम ददाति इति गोदा, गोलाई दिने, गोका धेरै अर्थ हुन्छन्। गो माने वाणी, गो माने वेद, गो माने प्रकाश, गो माने इन्द्रिय, हैन? यी सबैकी मालिक नै हुनुहुन्छ गोदामाजी। जसरी भगवान चराचर जगतका मालिक हुनुहुन्छ, त्यस्तै अस्यै साना जगतो विष्णु पत्नी भनेको हुनाले, भगवानकी पत्नी भएको हुनाले, विष्णुकी पत्नी भएको हुनाले, भगवानकी अत्यन्त प्यारी भएको हुनाले गोदामाजी पनि हाम्रो लागि स्वामिनी नै हुनुहुन्छ, अधिपति नै हुनुहुन्छ। शासयित्री, हामी सबैलाई शासन गर्ने। गाम ददाती, वाणीलाई दिनेवाली। वाणी भनेको वेद, वेदलाई दिनेवाली, वेदको बीजलाई दिनेवाली। यो तिरुप्पावै नामक ग्रन्थ वेदको सार मात्रै होइन, वेदको बीज हो। वेदको बीज, बीजलाई देखिँदैन, साह्रै सानो हुन्छ, परन्तु त्यहीँबाट विशाल वृक्ष प्रकट हुन्छ। वृक्ष उम्रिन्छ र विशाल बन्दछ त्यो बीजबाट। यहाँ वेद देखिँदैन, परन्तु वेद यहीँ लुकेको छ, यहीँ लुकेको छ वेद। वेद रूपी त्यो विशाल वृक्ष तिरुप्पावैभित्र अटाएको छ अरे। त्यसैले वेद मने तुक्कुम वित्ताकुम, वेद मने तुक्कुम वित्ताकुम, वेदको बीज हो यो, बीजभूत हो भनेर आचार्य ज्ञानीहरूले बताउनु भएको छ। गोदामाजीले अवतार लिएर आउनुभयो यो धरतीमा। आजभन्दा 5000 वर्ष अगाडि नै, लगभग 5000 वर्ष अगाडि कलियुग प्रारम्भ भएको 87 वर्ष बितेपछि, 87 वर्ष बितेर 88 वर्ष लाग्दै गर्दाखेरि गोदामाजीको अवतार भएको थियो भनेर ज्ञानी महापुरुषहरूले बताउनुहुन्छ। हुन त मोडर्न हिस्टोरियनहरूले, आधुनिक इतिहासविदहरूले त आण्डाल भनेकी एक कवयित्री हुन्, एउटी कवि हुन् र उहाँको जन्म 7औं शताब्दीमा भएको थियो भनेर भन्छन्। 7औं 8औं शताब्दीमा देखाउँछन्, परन्तु त्यो सही होइन। धेरै पहिला ज्ञानी महापुरुष आचार्यहरूले जो भन्नुभयो त्यही नै सत्य हो। 87 वर्ष बितेर 88 वर्ष लाग्दै गर्दाखेरि कलियुग गोदामाजीको अवतार भएको थियो यो धरतीमा, धराधाममा, श्री विल्लीपुत्तुर नाम गरेको क्षेत्रमा, जसलाई धन्वी नव्य नगर भनिन्छ। त्यहाँ अवतार भयो। तुलसीको बाटिकामा आउनुभयो, माथिबाट तल अवतरित हुनुभयो गोदामाजी। स्वयं जगत जननी आमा हुनुहुन्छ, लक्ष्मी हुनुहुन्छ, लक्ष्मीजीको नै अवतार हो, भूदेवीको नै अवतार हो। जसरी सीता आमाको अवतार भएको थियो मिथिला क्षेत्रमा, जनक राजाले यज्ञ गर्नको लागि खेत जोत्नुभयो, सुनको हलोले, सुवर्णको हलोले खेत जोत्नुभयो। जोत्दाखेरि त्यो हलोको त्यो माथि सुई हुन्छ नि, त्यसलाई सीता भनिन्छ। हलोको त्यो फालीको टुप्पोलाई सीता भनिन्छ। त्यो सीता अड्क्यो, के रहेछ भनेर खोज्दाखेरि त्यहाँ बालिका भेटिनु भयो, बक्समा बालिका भेटिनु भयो।
त्यसैले नाम पनि सीता। हलको सीताले भेटिनु भएको हुनाले उहाँको नाम पनि सीता पर्यो। त्यसरी नै भूदेवी साक्षात् भूदेवी लक्ष्मीजीको अवतार भएको थियो जमिनबाट, पृथ्वीबाट। त्यसरी नै कलियुगको प्रारम्भमा नै हामी सबैको उद्धारको लागि लक्ष्मीजीले नै अवतार लिएर आउनुभयो गोदामाको रूपमा। र त्यसरी नै तुलसीको बाटिकामा भेटिनु भयो। विष्णुचित्त आलवारले भेट्नुभयो आफ्नै त्यो तुलसीको बाटिकामा। पालन पोषण गर्नुहुन्छ, हुर्काउनुहुन्छ, बढाउनुहुन्छ, भगवानसँग विवाह हुन्छ। हामीले यो सबै श्रवण गरिसकेका छौँ। र उहाँले एउटा यस्तो अद्भुत ग्रन्थ बनाउनु भयो, गाउनु भयो। यो त एउटा गीत हो, भगवानलाई गाएर सुनाउनु भएको एउटा गीत हो, अद्भुत गीत, भगवानको गीत। यो भगवानको गीत हो, सामान्य गीत होइन, ईश्वरको गीत हो। जगतजननी आमाले गाउनु भएको होइन, भगवानको लागि गाउनु भएको, हामी सबै चेतनहरूको लागि गाउनु भएको गीत कति अद्भुत गीत होला, कस्तो भावना होला। लक्ष्मीजीको भावना, जगतजननी आमा लक्ष्मीको भावना, यो भावना हो है। र लक्ष्मीजीले अवतार लिएर एउटा व्रत पनि गरिदिनु भयो, एउटा अनुष्ठान पनि गरिदिनु भयो, 1 महिनाको अनुष्ठान। गोपिनीहरूले गर्नुभएको अनुष्ठान, ब्रजमा गर्नुभएको त्यो मार्गशीर्ष महिनामा हेमन्ते प्रथमे मासी भनेर भागवतमा आउँछ। हेमन्त ऋतुको पहिलो महिना भनेको मङ्सिर महिना, मार्गशीर्ष महिना। त्यो महिनामा गोपीहरूले 1 महिनाको व्रत राख्नु भएको थियो। भगवानको विरहमा, कृष्णसँग मिलनको विरहमा होइन, के गरौँ भएर त्यो त्वराले गोपीहरूले के गर्नुभयो, कात्यायनीको व्रत गर्नुभयो। कात्यायनी देवीको व्रत गर्नुभयो। कन्हैया नन्द सुनु नन्दनन्दनलाई पतिको रूपमा हामीले दिनु भनेर त्यो मन्त्र पढ्दै पढ्दै प्रार्थना गर्नुहुन्थ्यो कात्यायनी देवीको। बालुवाको मूर्ति बनाउनुहुन्थ्यो, यमुनाको तीरमा गएर पूजा गर्नुहुन्थ्यो। जे उपलब्ध हुन्थ्यो होइन, ती उपचारहरूले, ती चिजहरूले, पदार्थहरूले आराधना गर्नुहुन्थ्यो कात्यायनी देवीको र माग्नुहुन्थ्यो भगवानलाई होइन। आराधना गर्नुभयो देवीको, परन्तु माग्नुभयो भगवानलाई नै माग्नुभयो, भगवान माग्नुभयो। त्यसैले यहाँ कुनै स्वरूपको हानि भएन, गोपीहरूको स्वरूपको हानि भएन, देवीको उपासना गर्नुभयो। अरे हेर्नु, गोदामाजीले त नि कामदेवको उपासना गर्नुभएको छ, कामदेवलाई प्रार्थना गर्नुभएको छ। हे कामदेव आइज, ममा आवेश हो, हे कामदेव आवेश हो ममा। भगवानलाई पाउनको लागि, भगवत प्राप्तिको लागि यति त्वरा बढाइदे हे कामदेव, यति त्वरा बढाइदे भनेर कामदेवको उपासना गर्नुभएको छ गोदामाजीले, कामदेवको। त्यसैले त्यो स्वरूपमा कुनै हानि हुँदैन, प्रयोजनान्तर हुँदैन, देवान्तर हुँदैन। किनभने लक्ष्य के छ? लक्ष्य भगवान हुनुहुन्छ, लक्ष्य ईश्वर हुनुहुन्छ, भगवान हुनुहुन्छ। त्यसैले देवान्तरमा गनिँदैन। गोपिनीहरूले गरेको त्यो उपासना, कात्यायनीको उपासना देवान्तर होइन, हुँदै होइन। त्यसैले यी गोपीहरूले उपासना गर्नुभयो, व्रत गर्नुभयो कात्यायनीको 1 महिनाको। भगवान मिल्नुभयो, भगवान पतिको रूपमा प्राप्त हुनुभयो गोपीहरूको लागि। गोपीहरूलाई भगवानले स्वीकार्नुभयो, आत्मसात गर्नुभयो। र त्यही व्रतलाई अनुसन्धान गर्दै गर्दै गोदामाजीले एउटा भावनात्मक शैलीमा, एउटा अनुकरणात्मक शैलीमा के गर्नुभयो, व्रत बस्नुभयो यो महिनामा। यही महिनालाई मार्गडी तिङ्गल मार्गशीर्ष नाम दिएर एउटा उपवास बस्नुभयो, माने व्रत बस्नुभयो, धनुर्मासको व्रत बस्नुभयो। र यही व्रतकै दौरानमा एउटा अद्भुत यो ग्रन्थ लेखेर, ग्रन्थ गाएर, यो गीत गाएर भगवानलाई श्रवण गराउनुहुन्थ्यो। 30 दिनमा 30 वटा यी गाथाहरू सुनाउनु भयो भगवानलाई। एउटा माला बन्यो, त्यो माला भयो भगवानको लागि एउटा माला, नर्पा मालै, अत्यन्तै सुन्दर माला बन्यो। यो याभन्दा सुन्दर अर्को माला छैन पनि भगवानको लागि आजसम्म। कहिले त्योभन्दा अगाडि कहिले कसैले पनि त्यस्तो सुन्दर माला बनाएर अर्पण गर्नै सकेन, र त्योभन्दा अगाडि पनि कसैले गर्न सक्नु भएको छैन यस्तो सुन्दर माला। एउटै माला हो, भगवानलाई अर्पण गरिएको माला। अनि समस्त जगतमा जति पनि व्यक्तिहरू छन्, जति पनि भक्तहरू छन्, सबैलाई पुग्ने यो प्रसादी माला, अनन्त कालसम्म आउने पिँढीहरूको लागि पनि पुग्ने यो माला हो, तिरुपावई रूपी माला। भक्तवत्सल भगवानको हेर्नु, गोदामाजीले त्यही क्षेत्रलाई, श्री विल्लीपुत्तुर क्षेत्रलाई ब्रज ठान्नुभयो, वृन्दावन गोकुल ठान्नुभयो।
त्यहाँ विशाल मन्दिर छ, बटपत्र साई भगवानको मन्दिर, त्यो दिव्यदेश हो। त्यो मन्दिरलाई नै नन्द भवन ठान्नुभयो। त्यहाँभित्र विराजमान बटपत्र साई भगवानलाई नै नन्दनन्दन कृष्ण ठान्नुभयो अनि ज्ञानी आलवारहरूलाई गोपी ठान्नुभयो, सखी ठान्नुभयो र एउटा अनुकरणात्मक शैलीमा, भावनात्मक शैलीमा एउटा व्रत बस्नुभयो। हैन, व्रत कस्तो भन्दा के गर्ने व्रतमा भन्दा केवल स्नान गर्ने, केवल स्नान गर्ने, यमुनामा स्नान गर्ने, शीतल जलमा स्नान गर्ने, त्यति नै हो। हैन, स्नान भनेको जलमा डुब्की लगाउने भन्ने अर्थ होइन। यहाँ स्नान भनेको भगवत अनुभव नै हो, कृष्णसँगको आलिङ्गन नै हो। भगवान कृष्णसँगको आलिङ्गन नै त्यो परम स्नान त्यही नै हो। र अन्तिममा भगवानको सन्निधानमा जानुहुन्छ, भगवानको मङ्गलाशासन गर्नुहुन्छ, भगवानले स्वीकार्नुहुन्छ। बस 29औं गाथामा बस त्यही नै हो स्नान भनेको, भगवत अनुभव। त्यसको स्वापदेशमा आचार्य अनुभव, आचार्यको सन्निधिमा जानु, आचार्यको सदुपदेश श्रवण गर्नु, रहस्यको श्रवण गर्नु, त्यही नै वास्तविक स्नान हो स्वापदेशमा। हैन, भगवानको भक्ति भागवतको भक्तिमा गएर अवसान हुन्छ अरे क्या, त्यहाँ टुङ्गिन्छ अरे। आचार्यको भक्तिमा, भागवतहरूको भक्तिमा गएर टुङ्गिन्छ। भागवतहरूको भक्ति हुनु नै वास्तवमा भगवानको भक्ति हुनु हो, भगवानमा भक्ति लाग्नु हो। हैन, कसौटी भगवानमा मन लाग्दैछ कि छैन भन्ने कसौटी एउटै छ अरे। त्यो कसौटी के हो? भागवतमा मन लागेको छ कि छैन, भागवत देख्दाखेरि मन प्रफुल्ल हुँदैछ कि छैन। बस यदि मन प्रफुल्ल हुँदैछ भने, भागवतमा निष्ठा हुँदैछ भने, भागवतलाई देख्दाखेरि अत्यन्त गौरवको अनुभव हुँदैछ भने, त्यही नै हो भगवानमा प्रीति भएको। हैन, भगवानमा मन लागेको त्यही नै हो है। र 5औं गाथासम्म यो तिरुपावय 30वटा गाथाले बनेको यो ग्रन्थ हो, वेदको बीज, 30वटा पाशुरम। त्यो 30वटा पाशुरमहरूमध्ये 5 पाशुरम, 5 गाथासम्म त पूर्व पीठिका मात्रै हो। अहिले हामी पूर्व पीठिकामै छौँ, एउटा उपक्रम मात्रै हो, पूर्व रङ्ग तयारी मात्रै हो, यो त भूमिका मात्रै हो, ब्याकग्राउन्ड। बुझ्नुभयो नि? प्लान बनाउनुहुन्छ गोपीहरू, गोदामाजी गोपीहरूसँग प्लान बनाउनुहुन्छ, एउटा योजना बनाउनुहुन्छ। भोलिबाट हामी व्रत बस्दैछौँ, भोलि बिहानै उठेर हामीले स्नान गर्छौँ, यमुनामा गएर स्नान गर्छौँ, सबै जाग्नु, बिहानै जाग्नु, एक अर्कालाई जगाउनु भनेर यो के गर्नुहुन्छ? एउटा योजना बनाउनुहुन्छ, सल्लाह गर्नुहुन्छ। 5वटा गाथासम्म त केवल एउटा सल्लाह मात्रै हो, योजना मात्रै हो। हामी त्यही योजनामा छौँ। अब हेर्नु, हाम्री गोदामा कसकी? हाम्री देवीका, विशेष गरेर हाम्री देवी गोदामा त एउटा कुरा ध्यान दिनु होला, लक्ष्मी त सबैकै हुनुहुन्छ है, लक्ष्मी सबैकै हुनुहुन्छ। लक्ष्मीलाई सबैले स्वीकार गर्नुहुन्छ, सबैले आराधना गर्नुहुन्छ लक्ष्मीलाई। लक्ष्मीलाई नचाहने कोही पनि छैनन्। हैन, लक्ष्मीलाई नचाहने कोही छैन। पापीभन्दा पापी व्यक्तिले पनि लक्ष्मीलाई चाहन्छ क्या, राक्षसहरूले पनि लक्ष्मीलाई नै चाहन्छन्, ऐश्वर्यलाई चाहन्छन्। हैन, लक्ष्मी सबैकी नै हुनुहुन्छ। परन्तु लक्ष्मीजीका अवतारहरूमध्ये हेर्नु होला, ध्यान दिनु होला, सीता आमा पनि सबैकी, सबैले आराधना गर्नुहुन्छ सीताको, सीतारामको। राधाकृष्णको पनि सबैले आराधना गर्नुहुन्छ, सबैले। हैन, देवीको, लक्ष्मीको सबैले आराधना गर्नुहुन्छ। परन्तु गोदामा आण्डाल नै यस्ती देवी हुनुहुन्छ, केवल हाम्री हुनुहुन्छ। बस हाम्री भन्नाले रामानुज स्वामीजीका अनुयायीहरू के हुनुहुन्छ? वास्तवमै हो, सबै के हुनुहुन्छ? सबैलाई बोलाउनु भएको छ गोदामाजीले त, सबैलाई, पृथ्वीका समस्त बासिन्दाहरूलाई बोलाउनु हुँदैछ गोदामाजीले। हैन, जो आउनुहुन्छ उहाँहरूको लागि नै हो गोदामाजी। बुझ्नुभयो नि? यानी जो भगवानको चरणारविन्दमा आउनुहुन्छ, गोदामाजीको आह्वानलाई स्वीकार गरेर जो भगवानको चरणारविन्दको आश्रयलाई स्वीकार गर्नुहुन्छ, शरणागतिलाई स्वीकार गर्नुहुन्छ, उहाँहरूको लागि नै हुनुहुन्छ गोदामाजी भक्तवत्सल भगवानको। किनभने त्यस्तो नै रहस्य बताउनु हुँदैछ गोदामाजीले र त्यही उपाय बताउनु हुँदैछ गोदामाजीले। हैन, त्यही उपाय बताउनु हुँदैछ। उपाय भनेको रामानुज स्वामीजीका चरणारविन्द। बस रामानुज स्वामीजीका चरणारविन्द नै उपाय हुन् जगतका लागि, समस्त जगतका लागि। उपाय भनेको रामानुज स्वामीजीका चरणारविन्द हुन् र त्यस्तै आचार्यको चरणारविन्दमा बोलाउनु हुँदैछ स्वापदेशमा गोदामाजीले। त्यसैले हाम्री भक्तवत्सल भगवानको, त्यसैले हाम्री देवी हुनुहुन्छ, हाम्री देवी।
अर्को कुरा हेर्नु होला, किन गोदामाजीको यति ठुलो वैलक्षण्यता छ हैन? वैलक्षण्यता किन यति धेरै छ? किन यति धेरै ठुलो प्रसिद्धि छ गोदामाजीको भन्दा उहाँमा विशेष कुरा छ क्या? विशेष कुरा छ जो कसैसँग नभएको सम्पत्ति उहाँमा छ क्या? बुझ्नुभयो नि? कुनै ऋषिमुनिहरूमा नभएको सम्पत्ति, अन्य आलवारहरूमा पनि नभएको सम्पत्ति, स्वयं आफ्नै पिताजीमा पनि नभएको सम्पत्ति उहाँमा छ। एउटा सम्पत्ति छ, हेर्नुहोस्, एउटा सम्पत्ति छ, विशेष सम्पत्ति। त्यो सम्पत्ति म बताउँछु हजुरलाई, अलि एकछिनमा बताउँछु। हेर्नु है, गोदामाजीलाई यति धेरै सम्पत्ति प्राप्त भयो। गोदामाजीलाई नि त्यो अंश भन्छौँ नि हामी, अंश, पिताजीबाट पाउने अंश, पुर्खाको पितृप्रसाद, पितृको अंश हुन्छ नि, त्यो अंश, त्यो एउटा सम्पत्ति दायाभाग भन्छन् जसलाई, हैन? जायदाद क्या? दायाभाग, जायदाद। त्यो यस्तो जायदाद प्राप्त भएको छ गोदामाजीलाई नि। 5वटा कुलको सम्पत्ति प्राप्त भयो अरे, बुझ्नुभयो नि? 5वटा कुलको सम्पत्ति, त्यो सम्पत्ति प्राप्त भएको छ गोदामाजीलाई। 5वटा कुलको। कस्ता कस्ता कुल? 5वटा कुल भन्नाले हेर्नु, समस्त आलवारका कुल, समस्त आलवारको त्यो कुलको सम्पत्ति प्राप्त भयो। भूतम सरश्च महदाह्वय, यी 3टा आलवारलाई एउटा कुल मानिन्छ। हेर्नुहोस्, एउटै समयमा अवतरित हुनुभएको थियो यी 3जना आलवारहरू, भूतयोगी, सरयोगी, भूतयोगी र महदायोगी। भूतम सरश्च महदाह्वय, यी 3टा आलवारको सम्पत्ति गोदामाजीलाई प्राप्त भयो, एउटा कुल है, एउटा कुल। अर्को कुल स्वयं आफ्ना पिताजीको सम्पत्ति प्राप्त भयो। पिताजीको सम्पत्ति त छोरीले एउटै मात्रै सन्तान पाउनु नै हुने भयो, हैन? आफ्ना पिताजी विष्णुचित्त आलवारको सम्पत्ति प्राप्त भयो, 2टा कुलको भयो, हैन? भक्तिसार स्वामीजीको सम्पत्ति पनि प्राप्त भयो अरे, भक्तिसार स्वामीजीको आलवारको सम्पत्ति प्राप्त भयो, 3टा कुल। कुलशेखर आलवारको कुलको सम्पत्ति प्राप्त भयो, 4वटा कुल, र षठकोप सूरीको सम्पत्ति प्राप्त भयो, 5वटा कुल। यसरी 5वटा कुलको सम्पत्ति प्राप्त भयो गोदामाजीलाई। अरू त कति छ, कति अरू सम्पत्तिको त कुरै नगरौँ न। अरू सम्पत्ति, ऋषि मुनिहरूको सम्पत्ति, वेदको, उपनिषदको, शास्त्रको सम्पत्ति, त्यो त छँदैछ क्या? त्यो बाहेक विशेष, अत्यन्तै त्यो प्रेसियस, अत्यन्तै महत्त्वपूर्ण, अत्यन्तै त्यो मूल्यवान क्या, एक्सपेन्सिभ जुन सम्पत्ति हुन्छ नि, त्यो चाहिँ आलवारको सम्पत्ति, 5वटा कुलको सम्पत्ति प्राप्त भयो गोदामाजीलाई। त्यो त छँदैछ, प्राप्त भयो। त्यसमाथि उहाँको आफ्नो सम्पत्ति, आफ्नो अनुभवको सम्पत्ति, स्वयं जगतजननी आमा लक्ष्मी हुनुहुन्छ, भगवानकी अर्धाङ्गिनी हुन्छ। उहाँको भावना कस्तो होला, उहाँको आफ्नो सम्पत्ति कस्तो होला, त्यो सम्पत्ति छँदैछ, त्यो त छँदैछ। त्यसैले कति ठुलो वैलक्षण्यता छ, कति विलक्षण हुनुहुन्छ गोदामाजी। अब त्यसमा मैले भनेको थिएँ अलि एकछिनमा भन्छु भनेर, अब भन्दैछु म। हेर्नुहोस्, विशेष कुरा, अब अझै विशेष कुरा। अरू सबै पुरुष हुनुहुन्थ्यो, ध्यान दिनु होला है, अरू सबै पुरुष हुनुहुन्थ्यो। आलवार सबै पुरुष हुनुहुन्थ्यो, ऋषिमुनि सबै पुरुष हुनुहुन्थ्यो। अब ऋषिमुनि त ठिकै छ, आलवारकै कुरा गरौँ हामी। आलवार, अरू सबै आलवार पुरुष हुनुहुन्थ्यो, परन्तु गोदामाजी स्त्री हुनुहुन्छ, स्वभावैले स्त्री। आहा, स्वभावैले स्त्री भएको हुनाले भगवान त पुरुष हुनुहुन्छ। पुरुषमा स्त्रीको प्रेम स्वतः स्वाभाविक हुन्छ कि हुँदैन? स्वाभाविक आकर्षण हुन्छ, आरोपित गर्नु पर्दैन, स्वाभाविक आकर्षण हुन्छ क्या? स्वभावैले आकर्षण हुन्छ, अट्याचमेन्ट हुन्छ। त्यसैले गोदामाजीको भगवानमा स्वतः स्वाभाविक आकर्षण छ क्या? त्यो विशेष कुरा छ गोदामाजीमा अरू आलवार भन्दा। अरू आलवारहरूले बेला बेलामा आफूलाई पुरुष भएकोमा आफूलाई निन्दा गर्दै गर्दै स्त्रीको भाव प्रकट गर्नुहुन्छ, स्त्री आरोपित गर्नुहुन्छ, आफूमा स्त्रीत्वको आरोपित गरेर गान गर्नुहुन्छ दिव्य प्रबन्धमा। नम्मालवार, षठकोप सूरी, परकाल सूरी आदि सूरीहरूले आफूलाई नायिका भावमा परिणत गर्नुहुन्छ अनि गाउनुहुन्छ। त्यो आरोपित गर्नुपर्छ, उहाँहरूले आरोपित गर्नुहुन्छ। हामी पुरुष भएर साह्रै ठुलो गल्ती गऱ्यौँ हामीले, पुरुष भएर जन्मिएर। भगवानमा स्वतः आकर्षण भएन, आलवारले गाउनुहुन्छ यसरी भन्नुहुन्छ। गोदामाजी स्वतः स्त्री हुनुहुन्छ,
भगवानमा स्वतः प्रेम छ, कति प्रेम छ भगवानमा। त्यसैले यो विलक्षणता गोदामाजीमा, हाम्रै गोदामाजीमा यही वैलक्षण्यता छ, यही नै विलक्षण, उहाँको विलक्षण, उहाँमा भएको एउटा विलक्षणता हो गोदामाजीको। यस्तै गोदामाजी होइन जसले हाम्रो लागि नै, जगतका चेतनहरूको लागि नै अवतार लिएर आएर यति ठुलो एउटा अनुकम्पा, एउटा करुणा वर्षाउनु भयो, करुणा वर्षाएको यो। र यो व्रत भनेको अनन्त कालसम्म चलेर जाने व्रत हो। यो धेरै लामो समयसम्म, कालान्तरसम्म चल्ने यो व्रत। त्यस्तो व्रत, यति लामो व्रत, 1 महिनासम्म चल्ने व्रत। कस्तो व्रत भन्दा कुनै भोकै बस्ने व्रत पनि होइन नि। फेरि अरू एकादशीको व्रत जस्तो भोकै बस्ने व्रत होइन। कस्तो व्रत भन्दा भागवत गोष्ठी रूपी व्रत। भागवतको एउटा जमघट, एउटा गोष्ठी, 1 महिनासम्म लामो भागवतको गोष्ठी। त्यो गोष्ठीमा भगवानको गान गर्ने, गोष्ठीमा रहेर, गोष्ठीमा मिलेर भगवानको गान गर्ने रूपी त्यस्तो व्रत, त्यस्तो अनुष्ठान गरिदिनु भयो। हामीले प्रथम गाथालाई हिजो अनुभव गऱ्यौँ, त्यसको अनुसन्धान गऱ्यौँ। आज दोस्रो पाशुरम, द्वितीय गाथालाई अनुसन्धान गर्नको लागि, त्यसको आनन्दको अनुभूति गर्नको लागि, आनन्दलाई लुट्नको लागि हामी अत्यन्त उत्कण्ठित भएर यहाँ उपस्थित भएका छौँ। आउनुहोस् एउटा गोदामाजीको मिठो सङ्कीर्तन गाएर मनलाई एकत्रित गरौँ अनि फेरि हामी गाथामा प्रवेश गर्नेछौँ। जय गोदा, जय गोदा, गोदा, जय गोदा, जय श्री गोदा, जय जय गोदा, जय गोदा, गोदा, जय गोदा, जय श्री गोदा, जय गोदा। जय रंग, जय रंग, रंग, जय रंग, जय श्री रंग, जय जय रंग, जय रंग, रंग, जय रंग, जय श्री रंग, जय रंग। जय गोदा, जय गोदा, गोदा, जय गोदा, जय श्री गोदा, जय जय राधे, जय राधे, राधे, जय राधे, जय श्री राधे, जय जय राधे, जय राधे, राधे, जय राधे, जय श्री राधे। जय कृष्ण, जय कृष्ण, कृष्ण, जय कृष्ण, जय श्री कृष्ण, जय जय कृष्ण, जय कृष्ण, कृष्ण, जय कृष्ण, जय श्री कृष्ण, जय
जय गोदा जय गोदा गोदा जय गोदा जय श्री गोदा जय जय रंग रंग जय रंग जय श्री रंग जय जय गोदा जय श्री गोदा जय रंग जय श्री रंग जय गोदा जय श्री गोदा हा हा श्री गोदा रंगमन्नार भगवान को वैयत्तुवाड वीरगाल नामम नंपावैको सय्यम किरिसैगल कड़ीरो पार कडलुल पैयत्विंद्र परमनडे पाडे नेन्नोम पालुन्नोम नाटकाले नीराडे मयट्टेडदोम मलरेट्टोम नामुडियोम सय्यादन सय्युम तिक्कुरलै चंद्रोदोम अय्यमम पिच्चयुम अंदनयम कै काट्टे उयुमारेंडे उगंदेलो रेम्बाबाई। यो गोदामाजीले गाउनु भएको तिरुप्पावैको दोस्रो पाशुरम हो। हाम्रो लागि गाइदिनु भएको, भगवानको लागि गाइदिनु भएको यो दोस्रो पाशुरम हो। छन्दोबद्ध कविता पाशुरम गाथा। सबैलाई बोलाउनु हुँदैछ गोदामाजीले स्नान गर्नको लागि, प्रातःकाल स्नान गर्नको लागि। भोलिबाट व्रत हामी बस्दैछौँ र व्रतको स्नानको लागि सबलाई आह्वान गर्नु हुँदैछ, बोलाउनु हुँदैछ। हिजोको गाथामा, पहिलो गाथामा समस्त ब्रजवासिनीहरूलाई बोलाउनु भयो, ब्रजकी गोपीहरूलाई बोलाउनु भयो। शिरबल गुम्मा आय पाडी सेल्व चिरुमीर गाल। समृद्धशाली यो ब्रजमा बस्ने हे अत्यन्त ऐश्वर्यले सम्पन्न हे गोपी हो, बालिका हो, आउनु भनेर हिजो बोलाउनु भयो। आजको गाथामा अझै फराकिलो बनाउनु हुँदैछ। त्यो आह्वानलाई अझै फराकिलो बनाउनु हुँदैछ। केवल ब्रजमा बस्ने गोपीहरूलाई बोलाउनु भयो हिजो भने आज पुरै पृथ्वीमा बस्ने समस्त बासिन्दाहरूलाई बोलाउनु हुँदैछ। वयत्तु वाड वीरगाल नामम नम्पावैको। वयत्तु पृथ्वीमा वयत्तु वाड वीरगाल पृथ्वीमा बस्ने, समस्त पृथ्वीमा बस्ने आफ्नो उज्जीवनलाई चाहनेवालाहरू, त्यो चरम सुखलाई चाहनेवालाहरू हो। आउनुहोस्, नाम नम्पावैको। नाम भनेको पनि, हामी पनि, नाम हामी पनि नम्पावैको व्रत गर्दैछौँ। हामीद्वारा हाम्रो एउटा व्रत गर्दैछौँ, यस्तो व्रत गर्दैछौँ। संयम कृषैगल कड़ीरो। हामी जुन व्रत गर्दैछौँ त्यो व्रतको क्रिया के हो? कृषै भनेको क्रिया, त्यही क्रिया नै अपभ्रंश भएर कृषै भनेको हो। के गर्नुपर्छ, के गर्नु हुँदैन, के क्रियाहरू छन् हामीले गर्नुपर्ने व्रतमा, ती क्रियाहरू कड़ीरो सुन्नु भनेर भन्नुभयो। सुन्नु। अब के गर्छौँ? पार कडलुल पैतुइन्द्र परमनडी पाडी। पार कडलुल भनेको क्षीरसागर। क्षीरसागरमा शयन गर्ने, निश्चल शयन गर्ने, शान्त रूपले शयन गर्ने परमन भनेको ईश्वर भगवानको अडी चरणारविन्दको पाडी हामी गान गर्नेछौँ। क्षीरसागरमा शयन गर्ने नारायण भगवानको चरणारविन्दको हामी गान गर्नेछौँ। अनि नयन्नुम पालुन्नुम नाटकाले निराडी। नयन्नुम हामी घिउ खाँदैनौँ, पालुन्नुम दुध पनि खाँदैनौँ। नाटकाले बिहानै एका बिहानै निराडी स्नान गर्नेछौँ, बिहानै स्नान गर्नेछौँ हामीहरू।
अनि मयट्टेडदोम मलरेट्टोम, मयट्टेडदोम भनेको आँखामा गाजल लगाउँदैनौँ हामी, मलरेट्टोम भनेको केसमा, शिरमा केसमा पुष्प पनि हामी धारण गर्दैनौँ। नाम मुडियोम हामीहरू मुडियोम वर्जित गर्छौँ, हामी लगाउँदैनौँ, गाजल पनि लगाउँदैनौँ, शिरमा केसमा फुल पनि हामी पुष्प पनि लगाउँदैनौँ। अनि सय्यादन संयम, हाम्रा पूर्वाचार्यहरूले नगरेको कार्य हामी गर्दैनौँ, अनाचरित कार्य हामी गर्दैनौँ। ती कुरालाई सेन्ड्रोदोम, कठोर बाणी बोल्दैनौँ हामी। अयमम पिच्चयम, अयमम भनेको हामी सत्पात्रलाई भिक्षा दिनेछौँ, सत्पात्रलाई भिक्षा दिनेछौँ। पिच्चयम भनेको दिन दुखीलाई पनि हामी भिक्षा दिनेछौँ, दान दिनेछौँ। अन्तनयम भनेको जति सकिन्छ त्यति दिन्छौँ हामी, जति सकिन्छ सके जति दिन्छौँ, सके जति है शब्द, सके जति हामी यसरी दान गर्छौँ, भिक्षा दिन्छौँ। कै काटी, कै भनेको हात, हातले हामी के गर्छौँ? भिक्षा दिन्छौँ, हातले दान गर्छौँ। उयुमारण्डी उगन्देलो रेम्बाबाई, उयुमारण्डी उगन्ध, उज्जीवन, आफ्नो उज्जीवनको चिन्तन गरेर हामी अत्यन्त आनन्दित हुनेछौँ। यति भन्नुभयो आजको दोस्रो पार्शुराममा, दोस्रो गाथामा। गोदामाजीले समस्त पृथ्वीका बासिन्दाहरूलाई बोलाउनु भयो आजको गाथामा। वयत्तु वाड वीरगाल, हिजो इच्छा हुनेहरूलाई बोलाउनु भयो। ब्रजवासिनीहरू जो हुनुहुन्छ, इच्छा यो प्रातःकाल स्नान गर्ने, व्रत बस्ने, व्रतको स्नान गर्ने इच्छा हुनेहरू आउनु भन्नुभयो। एउटै योग्यता बताउनु भयो, इच्छा। आज पुरै पृथ्वीका बासिन्दालाई बोलाउनु भयो हैन। आज के भन्नुहुन्छ? उज्जीवन चाहनेहरू जो हुनुहुन्छ सबै आउनु, पुरै पृथ्वीमा, पृथ्वीभरिका उज्जीवन चाहनेहरू सबै आउनु। उज्जीवन भनेको के हो? उज्जीवन भनेको के हो? जीवन भनेको मृत्युको विपरीतलाई जीवन भनिन्छ हैन, मृत्युको अपोजिट जीवन हो। जन्मेदेखि त्यो मरण पर्यन्त जो समय हुन्छ लाइफ, त्यो नै जीवन हो हैन। मृत्युदेखि भिन्नको नाम जीवन हो, बाँच्नुको नाम जीवन हो। त्यो जीवन त छँदैछ। यहाँ उज्जीवन भन्नुहुँदैछ। उज्जीवन, उज्जीवन भनेको के हो? जीवनभन्दा अझै श्रेष्ठ, अझै श्रेष्ठ, अझै माथिल्लो स्तरको त्यो स्टेट, माथिल्लो स्तरको त्यो अवस्था, उज्जीवन भनेको मोक्षको अवस्था हैन, भगवत प्राप्तिको अवस्था भनौँ न, भगवत प्राप्तिको अवस्था उज्जीवन हो। त्यस्तो उज्जीवन चाहनेहरू हो। नाम नम्पा वैकु, नाम हामी पनि व्रत बस्दैछौँ, हामी पनि व्रत बस्दैछौँ। यहाँ पनि भन्नुहुन्छ किन? हामी पनि व्रत बस्दैछौँ। हामीले कुनै व्रत बस्नु पर्दैन। हामी भगवान कहाँ हौँ? हामीले भगवानलाई पाइसकेका छौँ, नन्दनन्दनलाई पाइसकेका छौँ, अथवा स्वापदेशमा आचार्यलाई पाइसकेका छौँ। हामीले कुनै अनुष्ठान गर्नु पर्दैन, कठोर कुनै अनुष्ठान गर्ने आवश्यक छैन। बुझ्नुभयो नि? रामानन्द स्वामीजीले त आज्ञा दिइसक्नु भएको छ, हे श्री वैष्णव हो, तिमीहरूले आफ्नो उज्जीवनको लागि, मोक्षको लागि कुनै कठोर व्रत, कुनै कठोर तपस्या, अनुष्ठान गर्नु पर्दैन है, आवश्यक छैन, गर्नु पर्दैन। रामानुज सम्बन्धीहरूले, रामानुज स्वामीजीका सम्बन्धीहरूले त्यस्तो व्रत अनुष्ठान, कुनै कठोर व्रत गर्नु आवश्यक छैन। कुनै अनुष्ठान, कुनै व्रत, कुनै तपस्या जस्तो त्यो कठोर जुन शरीरलाई दिन्छ नि, जुन शरीरलाई कष्ट दिन्छ, त्यो गर्नु आवश्यक छैन भन्नुहुन्छ। त्यो गर्नु पर्दैन, अरूले गर्नुहुन्छ हैन। विभिन्न तिथिको उपवास बस्नुहुन्छ, व्रत बस्नुहुन्छ हैन, अन्य व्रत बस्नुहुन्छ, देवान्तरको व्रत बस्नुहुन्छ, भगवानकै लागि पनि अन्य व्रत बस्नुहुन्छ। हामीले त्यस्तो गर्नु पर्दैन, परन्तु हामी गर्दैछौँ। हामी पनि नाम हामी पनि व्रत बस्दैछौँ। अनि नम्पा वैको हाम्रो व्रत भन्नुहुँदैछ। हाम्रो व्रत, यो चाहिँ हाम्रो व्रत हो। फेरि हाम्रो व्रत अलि विलक्षण छ भक्तवत्सल भगवानको। अरूको व्रतभन्दा हाम्रो व्रत अलिक विलक्षण छ, अलि विलक्षण। त्यसैले हाम्रो व्रत भनेको केवल भगवानको व्रत हो। बस
भगवानको व्रत हो। भागवतहरू एकट्ठा हुने व्रत, भागवतहरू एकट्ठा भएर, वैष्णवजनहरू एकट्ठा भएर त्यो गोष्ठी बनाएर गोष्ठीमा भगवत चर्चा गर्ने त्यस्तो व्रत हो हाम्रो। हामी त्यस्तो व्रत गर्दैछौँ है। स्नान गर्दैछौँ। स्नान भनेको भगवत अनुभव हो, भगवानको गुण कीर्तन गर्ने हो, भगवानका गुणहरूको चिन्तन गरेर डुब्ने हो, डुब्की लगाउने हो। त्यस्तो खालको हामी पनि व्रत गर्दैछौँ। हामी पनि र हाम्रो व्रत भन्नुको तात्पर्य त्यो हो। त्यस्तो व्रत गर्दैछौँ। अब यहाँ गोदामाजीले समस्त पृथ्वीमा बस्ने आफ्नो जीवनलाई चाहने सबैलाई बोलाउनुहुन्छ र बोलाएर के भन्नुहुन्छ? शास्त्रवश्य बनाउनुहुन्छ क्या। आजको गाथामा सबैलाई शास्त्रवश्य बनाउनुहुन्छ र कृत्य विवेक सङ्कल्प प्रकाशिका अरे आजको गाथाको नाम के हो? आजको पासुरमको नाम चाहिँ कृत्य विवेक सङ्कल्प प्रकाशिका। के गर्ने के नगर्ने भन्ने त्यो विवेकलाई प्रकाशित गरिदिनुहुन्छ क्या हो, त्यो गर्नुहुन्छ। अब यहाँ 6वटा विधि बताउनुहुन्छ, 6वटा निषेध बताउनुहुन्छ। 6वटा के गर्ने व्रतमा त्यो 6वटा गर्ने कार्य बताउनुहुन्छ र 6वटा नगर्ने कार्य बताउनुहुन्छ, निषेधित कार्य बताउनुहुन्छ हैन। शास्त्रले पनि हामीलाई के गरेको हुन्छ? शास्त्रले हामीलाई के गर्ने के नगर्ने भनेर आदेश दिएको हुन्छ, के खाने के नखाने भनेर आदेश दिएको हुन्छ हैन। गर्ने भनेर अराएको वस्तुलाई विधि भनिन्छ, नगर्ने भनेको वस्तुलाई निषेध भनिन्छ क्या। निषेधानि वाक्यानि र विधि वाक्यानि, विधि वाक्य र निषेध वाक्य हुन्छन् वेदमा। मातृदेवो भव, पितृदेवो भव, आचार्यदेवो भव, अतिथिदेवो भव, सत्यम वद, धर्मं चर, यी विधि वाक्यहरू हुन्। शास्त्रले बताएका विधि वाक्यहरू हुन्। निषेध वाक्यहरू पनि छन्, धेरै छन् निषेध वाक्यहरू हैन। मांस भोजन नगर्ने, पानीमा मलमूत्र नत्याग्ने है, नाप्सुपुत्र पुरुषम कुर्यात, न निष्ठिवेत, त्यहाँ थुक्नु पनि हुँदैन पानीमा, न निष्ठिवेत, नथुक्नु पानीमा, मलमूत्र विसर्जन नगर्नु हैन। मांस भोजन नगर्नु, यस्ता निषेधित वाक्यहरू हुन्छन्। यहाँ त्यही भन्नुहुन्छ गोदामाजीले, के गर्ने के नगर्ने भनेर। यो व्रतको दौरानभरि व्रतको लागि 6वटा गर्ने चिज बताउनुहुन्छ, 6वटा नगर्ने चिज बताउनुहुन्छ। शरणागतिका 6वटा अङ्गहरू हुन्छन् हैन। आनुकूल्यस्य सङ्कल्प, प्रातिकूल्यस्य वर्जन भनेर त्यही हो हैन। शरणागतिका 6वटा अङ्गहरू। अब यहाँ 6वटा गर्ने कार्य के बताउनु हुँदैछ? पार कडलुल पैया तुइन्द्र परमनडी पाडे, क्षीरसागरमा शयन गर्ने भगवानको चरणारविन्दको गान गर्नेछौँ। नाटकाले निराडी बिहानै उठेर स्नान गर्नेछौँ। अनि अय्यमुम भनेको सत्पात्रलाई भिक्षा दिनेछौँ। पिच्चयुम भनेको दिन दुखीलाई पनि भिक्षा दिनेछौँ हैन। अन्धनयुम सके जति भिक्षा दिनेछौँ। अनि उयो मारण्डे उगन्ध, अनि त्यो उज्जीवनलाई चिन्तन गरेर अत्यन्त आनन्दित हुनेछौँ भनेर यसरी 6वटा गर्ने कार्य बताउनु भयो व्रतभरि। नगर्ने कार्य पनि 6वटा बताउनु भयो। के? नेर्नुम घिउ खाँदैनौँ, पालन्नुम दुध पनि खाँदैनौँ, अनि मयट्टेडुम गाजल लगाउँदैनौँ, मलरेट्टुम पुष्प पनि धारण गर्दैनौँ हैन। सयादन संयम अनाचरित कार्य, पूर्वजहरूले नगरेको अनाचरित कार्य हामी गर्दैनौँ। अनि ती कुरडै चेन्द्रदोम कठोर बाणी पनि बोल्दैनौँ। यसरी के गर्ने के नगर्ने भनेर सबैलाई शास्त्रवश्य बनाउनु भयो गोदामाजीले आजको गाथामा। भयत्तुबाड दीर्घाल नामम नम्पा भैको संयम किरिसैगल केडीरो हैन। त्यो क्रियाकलापहरूलाई सुन्नु भन्नुभयो। अब के भन्नुहुन्छ? पहिला विधिलाई नै बताउनुहुन्छ। सबभन्दा पहिलो विधि, सबभन्दा महत्त्वपूर्ण विधिलाई बताउनुहुन्छ क्या। सबभन्दा हामी पहिलो के गर्छौँ, पहिलो हाम्रो कार्य के हो, जो अत्यन्तै महत्त्वपूर्ण कार्य के हो भन्दा पार कडलुल पैया तुइन्द्र परमन अडी पाडी। पार कडलुल भनेको क्षीर समुद्र है, क्षीर समुद्र। पाल भनेको दुधको नाम हो क्या द्रविड भाषामा, तमिल भाषामा पाल भनेको दुध, कडल भनेको समुद्र। सन्धि हुँदा पार कडल। पार कडलुल
क्षीर सागरमा अत्यन्त निश्चल भएर शान्त भएर शयन गर्ने परमन भनेको भगवानको अडी चरणारविन्दको पाडी गान गर्नेछौँ हामी। अब यहाँ हेर्नु, भगवान शयन गर्नुहुन्छ अरे, शयन गर्नुहुन्छ। कहाँ शयन गर्नुहुन्छ? क्षीर सागरमा शयन गर्नुहुन्छ। किन शयन गर्नुहुन्छ भगवान? के भगवानलाई पनि सुत्नुपर्छ र? हाम्रो जस्तो निन्द्रा आउँछ प्रभुलाई, ईश्वरलाई? होइन, निन्द्रा आयो भने त निन्द्रा त एउटा दोष हो। हेर्नु, तमोगुणको कार्य हो निद्रा भनेको। निद्रा भनेको तमोगुणको कार्य हो, त्यो दोष हो। ईश्वरमा पनि त्यस्तो दोष छ र? हामीमा जस्तो त्यो विकार छ र प्रभुमा, ईश्वरमा? सुत्नुपर्छ ईश्वरलाई भन्दा होइन, प्रभुलाई सुत्नु पर्दैन। प्रभुमा त्यस्तो कुनै दोष छैन, विकार छैन प्रभुमा, होइन, त्यो तमोगुण छैन प्रभुमा। हामी जस्तो क्षीर सागरमा भगवान शयन गर्नु भनेको हामी जस्तो तामसी निन्द्रामा सुत्ने होइन प्रभु, त्यसरी सुत्नुहुन्न प्रभु। त्यो त प्रभुको एउटा मुद्रा मात्रै हो क्या, शयनको मुद्रा मात्रै हो। निद्रा मुद्रा भिरामम, यति सुन्दर मुद्रा हुन्छ त्यो, यति सुन्दर रूप हुन्छ भगवानको त्यो सुतेको रूप, त्यो सुतेको अवस्थाको त्यो रूप यति सुन्दर हुन्छ, यति सुन्दर। त्यसैले गान गर्नुभयो। सुतेको भगवानको गान किन गर्नु हुँदैछ भन्दा नीलादेवीको वक्षस्थलमा शयन गर्ने कृष्णलाई जगाउनु हुँदैछ नि त, जगाउनु छ नि त उहाँलाई। त्यसैले त्यो शयन अवस्थाको भगवानको यहाँ चर्चा गर्नु हुँदैछ, क्षीर सागरमा शयन गर्ने प्रभुको, होइन। निद्रा मुद्रा भिरामम, किन शयन गर्नुहुन्छ भन्दा, होइन, हामीलाई कान दिनुहुन्छ, हामीलाई श्रवण गर्नुहुन्छ अरे क्या। जगतका चेतनहरूको लागि कान दिनुहुन्छ भगवानले, कान, आफ्नो कान दिनुहुन्छ त्यहाँ शयन गरेर, त्यहाँ सुतेर। कसैले मलाई बोलाउँदैछ कि होइन, कसैले आर्तनाद गर्दैछ कि, त्यो आरती, हाम्रो आरती श्रवण गर्नको लागि त्यहाँ आएर प्रभु शयन गर्नुहुन्छ क्षीर सागरमा। त्यो अत्यन्त शान्त छ क्षीर सागर। त्यहाँ तरङ्ग त छ, छाल त छ, परन्तु आवाज छैन अरे क्या। वङ्ग कडल कडैन्द आउँछ अन्तिममा, वङ्ग कडल कडैन्द। त्यहाँ छाल छ परन्तु आवाज छैन, परम शान्त छ त्यो क्षीर सागर। त्यो शान्त क्षीर सागरमा भगवान आएर शयन गर्नुहुन्छ। किनभने हामीलाई सुन्नको लागि, हाम्रो आवाज सुन्नको लागि, हाम्रो पुकार सुन्नको लागि। किनभने त्यो त्रिपाद विभूतिमा वैकुण्ठमा भगवानले सुन्न पाउनुहुन्न। त्यहाँ त सब नाचगान गरेका छन्, सबैले कोलाहल गरेका छन्, हाबु हाबु भनेर गान गरेका छन्। त्यहाँ भगवानले सुन्न पाउनुहुन्न त्यो त्रिपाद विभूतिमा, महावैकुण्ठमा। सबै झुमेका हुन्छन् आनन्दमा। त्यसैले भगवान आएर क्षीर सागरमा शयन गर्नुहुन्छ, त्यो शान्त समुद्रमा शयन गर्नुहुन्छ। त्यो शयन गरेको अवस्था अति नै सुन्दर, अति नै सुन्दर। त्यही अनुभव गर्नुहुन्छ गोदामाजी, होइन। शयन गरेको भगवानको अनुभव गर्नुभयो कसले? एकजना ऋषिले गर्नुभएछ। कसले गर्नुभयो? कसले? विश्वामित्र ऋषिले गर्नुभयो। शयनकालीन भगवानको त्यो सुन्दरताको पूर्ण अनुभव गर्नुभयो, दर्शन गर्नुभयो। भगवान राम शयन गर्नुभएको भगवान रामको अनुभव गर्नुभयो, देख्नुभयो, दर्शन गर्नुभयो विश्वामित्र ऋषिले। भगवान राम लक्ष्मणलाई लिएर आउनुभयो आफ्नो यज्ञको रक्षाको लागि, होइन। बाटोमा शयन गर्नुभयो, सुत्नुभयो, त्यहाँ बास बस्नुभयो। बिहान भयो, अब उठेर जानुपर्छ, आफ्नो यज्ञ गर्नु छ। उहाँ राक्षसले विध्वंस मचाएका छन्, रक्षाको लागि लिएर जानु हुँदैछ भगवान राम लक्ष्मणलाई। उठाउन जानुभएको, उठ्नुहोस् जाउँ भनेर जानुभएको, भगवानलाई उठाउनु भएको। भगवानको त्यो सुन्दर रूपलाई देखेर, भगवानको त्यो शयनकालीन अत्यन्त सुन्दर रूपलाई देखेर उठाउनै बिर्सिनुभयो, आफ्नो प्रयोजन नै बिर्सिनुभयो। त्यो सुन्दरता, भगवानको त्यो अत्यन्त सुन्दर झाँकी, त्यो शयनकालिक त्यो झाँकीलाई देखेर भगवानको प्रशंसा गर्नुपर्ने, भगवानको त्यो सुन्दरताको गान गर्नुपर्ने बिर्सेर कौशल्या आमाको गान गर्नुभयो। कौशल्या आमाको गान गर्नुभयो विश्वामित्रले। कौशल्या सुप्रजा राम, कौशल्या सुप्रजा राम। आहा, हे राम, हजुरलाई पाएर कौशल्या सुप्रजा बन्नुभयो, सुप्रजावाली बन्नुभयो कौशल्या। कत्रो भाग्य नि कौशल्याको यस्तो रूपलाई जन्माउनु भयो, यस्तो रूपलाई प्रकट गर्नुभयो। भक्तवत्सल भगवानको त्यहाँ आचार्यहरू यस्तो रस बिखर्नुहुन्छ हामीलाई, यस्तो रसलाई छरिदिनुहुन्छ, यस्तो रस बगाइदिनुहुन्छ कि हेर्नु। त्यो कस्तो अवस्था थियो अरे भने नि, अत्यन्त भोकाएको व्यक्तिले अन्न देखेर, त्यो अत्यन्त स्वादिष्ट भोजन देखेर मुख नै बिर्सेछ क्या।
मुख नै बिर्सेछ। खानुपर्ने भोजन गर्नुपर्ने मुख नै हरायो, मुख नै बिर्स्यो। मुख बिर्सिनु भनेको भोक नै हरायो क्या। त्यो देखेर त्यो सुन्दर वस्तु, त्यो भोजन देखेर नै आहा यो कसले बनायो होला नि, यति सुन्दर लड्डु कसले बनायो, यति सुन्दर जलेबी कसले बनायो हैन, यति सुन्दर यो फुलेरा कसले बनायो, यति सुन्दर हेर्दै यति सुन्दर मग 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 बास्ना आउने यो दध्योदन कसले बनायो होला। यसरी यस्तो छिरान्न कसले बनायो होला। यसरी त्यो बनाउने व्यक्तिको पो प्रशंसा गर्न थाल्नु भएछ क्या। त्यो भोकले आतुर भएर, भोकले कतिखेर त्यो स्वीकार गरौँ कतिखेर खाउँ भनेर गएका ती व्यक्ति त्यो भोजनको सुन्दर, त्यो भोजन सजाएको त्यो सुन्दरलाई, त्यो सजाएको सुन्दरता र भोजनको त्यो माने त्यो सुन्दर भोजनलाई देखेर भोजन बनाउने व्यक्तिको प्रशंसा गर्न थाल्नुभयो, खाना छोडेर, खाना बिर्सेर। यहाँ मुख बिर्सिनु भनेको खानै बिर्सिनु अरे क्या, खानै बिर्सेर। त्यस्तो अवस्था भएछ विश्वामित्रजीको। भगवानको त्यो सुन्दरतालाई देखेर हैन आफ्नो प्रयोजन बिर्सिनु भयो। प्रयोजन के छ? उहाँ जानु छ, सिद्धाश्रममा जानु छ, त्यहाँ गएर यज्ञलाई गर्नु छ, यज्ञको कार्यान्वयन गर्नु छ भगवानलाई लगेर। त्यो त बिर्सिनु भयो। भगवानको सुन्दरतालाई देखेर भगवानको प्रशंसा गर्नुपर्ने, भगवानको गान गर्नुपर्ने, त्यो सुन्दर रूपको गान गर्नुपर्ने, त्यो पनि बिर्सेर कौशल्या आमाको गान गर्नुहुन्छ। यस्तो प्रभुलाई जन्माउने कौशल्या आमा, तपाईँ वास्तवमा सुप्रजा हुनुहुन्छ भनेर हैन। यसरी नै गोदामाजीले पनि क्षीरसागरमा शयन गर्ने प्रभुको गान गर्नुभयो। पार कडलुल पै तुइन्द्र परमन अडी पाडी, परमन अडी पाडी। हेर्नु अब यहाँ परमन अडी भनेको चरणारविन्द हो, पाडी भनेको गाउने अरे क्या। के काम गर्ने भन्दा गाउने। पहिलो कार्य बताउनु भयो, सबभन्दा महत्त्वपूर्ण कार्य, व्रतको अनुष्ठानभरि गर्नुपर्ने पहिलो कार्य भगवानको गान गर्ने, बस त्यो पहिलो कार्य हो, त्यो गरिहाल्ने। पहिला सुरुमै त्यही बताउनु भयो। अब परमको अर्थ के हो? परमको अर्थ के हो? भगवानलाई परम भनिन्छ नि हैन। परमको अर्थ के हो हैन? परमा यस्मात् स परम, परमा यस्मात् स परम। जो भन्दा अर्को माथि पर कोही छैन, जो भन्दा अर्को बढेर माथि पर कोही छैन, त्यसैको नाम परम हो, नारायण। परमन त्यस्ता प्रभुको अडी पाडी हैन। अब यहाँ सुन्नु, अरे नन्दनन्दनको गान गर्नुपर्ने ब्रजमा हैन, नन्दनन्दनको गान गर्नुपर्ने, भगवान कृष्णको गान गर्नुपर्ने, कृष्ण हुनुहुन्छ, ब्रजका मालिक कृष्ण हुनुहुन्छ, ईश्वर त्यहाँ कृष्ण हुनुहुन्छ, नन्दसुन हुनुहुन्छ। कहाँ त्यो क्षीरसागरमा शयन गर्ने नारायणको कुरा गरेको फेरि यहाँ गोदामाजीले, गोपीहरूले? हिजो पनि नारायण भन्नुभयो, नारायण नै नमक्कै परै तरुवान भन्नुभयो। आज क्षीरसागरमा शयन गर्ने नारायणकै चर्चा गर्नुहुन्छ। अभेद, जुन अभेद हो, जुन तत्त्व हो नि, जो सिद्धान्त, जो तात्विक पक्ष हो, त्यो पनि देखाउनु हुँदैछ गोदामाजीले। नारायण, त्रिपाद विभूतिमा बस्ने नारायण अनि क्षीरसागरमा शयन गर्ने नारायणमा कुनै भेद छैन, एउटै हो। विवाह वासुदेव र परवासुदेवमा कुनै भेद छैन, एउटै हो। अनि त्यही विवाह वासुदेव नै नन्दनन्दन बनेर आएको त हो नि, नन्दसुन बनेर आएको हो। कुनै भेद छैन भन्ने कुरो दर्शाउनु हुँदैछ यहाँ गोदामाजी हैन। एष नारायण श्रीमान श्रीराणवनिकेतन नाग पर्यङ्कमुत्सृज्य यागतो मथुरापुरी। मथुरापुरीमा आएको त्यही नारायण त हो नि। नागको पर्यङ्क, नाग शेषको त्यो आसनलाई, शेषको पलङलाई छोडेर सिधै मथुरामा हाम फालेको हो कृष्णले, त्यही नारायण हो। यसरी बताउनुहुन्छ है। अनि यहाँ भगवानको परम पुरुष, भगवानको गान गर्ने भन्नुहुन्न, भगवानको चरणारविन्दको गान गर्ने भन्नुहुँदैछ। अडी पाडी चरणारविन्दको गान गर्ने, चरणारविन्दको गान हैन, विलक्षण हो नि हैन। चरणारविन्दको गान गर्ने भनेको के बताउनु हुँदैछ थाहा छ? द्वय मन्त्रमा के छ? द्वय मन्त्रमा के छ? चरणौ शरणं प्रपद्ये, चरणौ शरणं प्रपद्ये। चरणारविन्दको गान, चरणारविन्दको शरणागति, बस हैन। किनभने शरण ग्रहण गर्नु भनेको नि त्यो अन्तिम अवस्था हो अरे क्या। चरण समातिसकेपछि त्यसलाई उल्लङ्घन गर्न कसैले सक्दैन क्या। शरण समातिसकेपछि हैन, जे माग्दैछ, जे जिद्दी गर्दैछ हैन,
त्यसको लागि मान्नै पर्छ चरणै पक्रिसकेपछि। त्यसैले परमन अडिपाडी चरणौ शरणम प्रपद्ये, हैन? भगवानका चरणारविन्द सबभन्दा भोग्य। हेर्नु, भक्तको लागि सबभन्दा भोग्य अङ्ग के हो? भगवानको भोग्य अङ्ग भन्दा चरणारविन्द, चरण कमल नै हुन्। सबैमा भगवान, सबै अङ्गमा भगवानलाई कमलसँग दाँजेको छ है। नयन के अरे कमल नयन, हैन? कमल नयन अथवा राजीव लोचन, मुख कमल, हस्त कमल, हैन? नाभि कमल, सबै प्राय अङ्गमा कमल कमल जोडिएको हुन्छ। चरण कमल, चरण कमल, यी सबै अङ्गहरूमध्येमा भगवानका सबै अङ्गहरूमध्येमा सबभन्दा भोग्य अङ्ग भनेको भगवानको चरणारविन्द नै हुन्, हैन? एउटा भर्खर जन्मेको शिशु, सानो शिशु बालकको लागि माताको सबभन्दा भोग्य अङ्ग के हो भन्दा वक्षस्थल नै हो, हैन? काखमा खेल्छ ऊ, आमाले चुम्बन गर्छिन्, छातीमा टाँस्छिन्, कहिले यहाँ माथि काँधमा राख्छिन्। सबै माताको सबै अङ्ग बच्चाकै हो, हैन? सबै अङ्गमा रमाउँछ, परन्तु भोग्य, सबभन्दा भोग्य अङ्ग भनेको के हो? वक्षस्थल नै हो, किनभने त्यहाँ नै उसको जीवन छ क्या। त्यस्तै भक्तहरूको सबैभन्दा भोग्य अङ्ग भगवानको अङ्ग भनेको चरणारविन्द नै हो, चरणारविन्द बस। त्यसैले चरणौ शरणम प्रपद्ये परमन अडिपाडी, हैन? पहिलो कार्य बताउनु भयो, गर्नुपर्ने कार्य बताइहाल्नु भयो, परमन अडिपाडी। अब अरू बताउनुहुन्छ, अब नगर्ने कार्य बताउनुहुन्छ। गर्ने कार्य फेरि आउँछ। नगर्ने कार्यमा के बताउनुहुँदैछ? नयन्नुम पालुन्नुम। नयन्नुम भनेको घिउ खाँदैनौँ हामी, उन्नम नै भन्नुहुन्छ। उन्नम भनेको खाँदैनौँ, पाल भनेको दुध, उन्नम खाँदैनौँ। यहाँ खाने शब्द प्रयोग गर्नुहुन्छ। घिउलाई पनि खाने शब्द प्रयोग गर्नुहुन्छ, दुधलाई पनि खाने नै शब्द प्रयोग गर्नुहुन्छ गोदामाजी, हैन? दुधलाई पिउने भन्नुपर्ने हो नि, होइन? दुध पिउँदैनौ भन्नुपर्ने हो, भन्नु भएन। खाँदैनौ नै भन्नुभयो, दुध खाँदैनौ। अब हेर्नु, किन खाने शब्द प्रयोग गर्नुभयो भन्दा ब्रजवासीहरूको लागि मुख्य भोजन, मुख्य अन्न, आहार भनेको त्यही दही, दुध, घिउ नै हो। बुझ्नुभयो नि? जुन आहार हुन्छ नि त्यसलाई खाने नै शब्द प्रयोग गर्नुपर्छ, पिउने अरू भन्नु हुँदैन। जो दुध मात्रै खाएर बाँच्छ, दुध मात्रै पिएर बाँच्छ, उसको आहार भनेको दुध नै हो। त्यसैले दुग्धाहारी भनिन्छ। त्यहाँ आहारी नै भनिन्छ, आहारै हो दुध, दुग्ध उसको लागि आहार नै हो। उहाँको लागि दुग्धाहारी, उहाँको लागि अन्न नै दुध हो क्या। त्यसैले त्यो खाने नै भन्नुपर्छ, दुध, दुग्ध खाने। ब्रजवासीहरूको लागि मुख्य अन्न भनेको गोरस नै हो, गोरस नै। त्यसैले हामी दुध परिपूर्ण रूपले गोदामाजी परिपूर्ण रूपले ब्रजवासी नै हुनुभएको छ क्या। बोल्दा पनि त्यही भाषा बोल्नुहुन्छ। यहाँ गोपीकै भाषा बोल्नुहुन्छ। ब्राह्मणकी पुत्री भएर पनि पूर्ण रूपले आवेश भएको छ, गोपीको आवेश भएको छ, हैन? वेशभूषा उस्तै बनाउनु भएको छ, बोली पनि त्यस्तै नै प्रकट गर्नुहुन्छ है गोदामाजी। परिपूर्ण गोपी बन्नुभएको छ। अब किन त्यस्तो भन्नुहुन्छ? नयन्नुम पालन्नुम, हामी घिउ खाँदैनौँ, दुध खाँदैनौँ, व्रतको यो अवधिभरि हामी खाँदैनौँ। परन्तु पछि गएर 27औं गाथामा के भन्नुहुन्छ? 27औं गाथामा कुडारै बेल्लुम शिर गोविन्दा, त्यो गाथामा, हैन? ओहो, यस्तो क्षीरान्न खान्छौँ हामी, यसरी घिउ लागेको होस्, त्यो क्षीरान्नमा माथिबाट घिउ लागेको होस्, खाँदाखेरि यहाँबाट प्रकोष्ठबाट तल झरोस् अरे, त्यस्तो घिउ खान्छौँ भन्नुहुन्छ। त्यहाँ गएर त्यो गाथामा गएर मिलेन त यो, यहाँ चाहिँ केही खाँदैनौँ भन्नुहुन्छ, त्यहाँ गएर त्यस्तो खान्छौँ भन्नुहुन्छ। के हो कारण भन्दा हामी त अहिले भगवानसँगको विरहको अवस्थामा छौँ, भगवानको विरहको अवस्थामा छौँ। यो विरहको अवस्थामा हामी अत्यन्त स्वादिष्ट भोजन गर्दैनौँ। यही न केही न प्रकार बाँच्नको लागि मात्रै हामी अलिकति पुङ्गल भोग लगाउँछौँ, पुङ्गल खान्छौँ, अनि पुङ्गल खाएर हामी यो व्रत गर्छौँ, व्रत बस्छौँ है। भगवानसँग मिलन भइसकेपछि त हामी भगवानले भोग लगाएर हामी यथेष्ट भोजन गर्नेछौँ, स्वादिष्ट भोजन गर्नेछौँ हामी भगवानले भोग लगाएर। त्यसैले हेर्नु, आफ्नो अनुकूलको लागि कहिले पनि भोजन बनाउनु हुँदैन घरमा। आफ्नो अनुकूलको लागि भोजन कहिले बनाउनु हुँदैन, न त मन्दिरमा न त आफ्नो घरमा। आफ्नो स्वादको लागि होइन, भगवानको लागि, केवल ईश्वर भगवानको लागि, भगवानलाई भोग लगाउनको लागि। हेर्नु, दिव्य देशहरूमा अथवा स्वामीजीहरू दक्षिणमा स्वामीजीहरूको घरमै भनौँ न, होइन? सामान्य दिनमा
कुनै उत्सव छैन यदि भने प्राय उत्सव परि नै रहन्छ। त्यसो त कुनै उत्सवहरू छैन भने अति नै सामान्य भोजन बनाउनुहुन्छ, भोग लगाएर पाउनुहुन्छ। सामान्य भोजन, रसम हुन्छ, अलिअलि एउटा साग हुन्छ, त्यति चामल, त्यति भोग लगाएर खानुहुन्छ। परन्तु उत्सव अथवा नक्षत्र पर्दियो, आलवारहरूको आचार्यको नक्षत्र पर्दियो भने, भगवानको उत्सव पर्दियो भने अनि धेरै परिकारहरू बनाएर भगवानलाई भोग लगाउनुहुन्छ। गोदामाजीले पढाउनु भएको छ उहाँहरूलाई, हामीले पनि त्यो पढ्नुपर्छ। हेर्नुहोस्, त्यो पढ्नुपर्छ। आफ्नो लागि आफ्नो मनको अनुकूल बनाउने होइन, बनाउन त आफ्नो मनको अनुकूल नै हो कि, हेर्नु न, सुन्नु है, आफ्नो मनको अनुकूल नै हो, तर अलिकति भावनामा परिवर्तन गर्ने हो क्या। आज मलाई यस्तो बनाएर खान मन छ हो, आज मलाई जाडो छ, एकदम तातो तातो पकौडा बनाएर खान मन छ, गलत, एकदम गलत है, बुझ्नुभयो नि? हो, यस्तो मलाई खान मन छ, यस्तो बनाएर खान मन छ, साह्रै गलत, साह्रै गलत होइन। बस भावनामा परिवर्तन गरिदिने। आज भगवानलाई दध्योदन भोग लगाउने इच्छा छ हो मेरो, बस सिद्धिको नि। भगवानलाई सुन्दर फुलेर बनाएर भोग लगाउने, माने के अरे दाल बाटी भोग लगाउने भगवानलाई होइन, वडा बनाएर भोग लगाउने मेरो इच्छा छ। बस भगवानको लागि जोड दिने, भगवानसँग जोड दिने, आफ्नो इच्छालाई भगवानको इच्छासँग जोड दिने कति सजिलो छ क्या। त्यति त हो नि, जोड दिने। इच्छा त आफ्नै हो, खाने त आफैले हो, यसपालि अन्त्यमा खाने आफैले हो, परन्तु त्यो जोड दिने भगवानलाई, भगवानसँग जोड दिने, बस भयो, बन्धन भएन, दोष रहेन, दोष लागेन। कति सजिलो छैन सम्झिने भने, कति सरल छ सम्झिने हो भने होइन। अनि हे गोपी हो, हामीले यसरी केही पनि खाँदैनौँ, यसरी नखाइसकेपछि हामी अत्यन्त क्रिस हुन्छौँ, हाम्रो शरीर साह्रै माने क्रिस हुनेछ, अत्यन्त दुब्ली पातली हुनेछौँ। अनि त्यस्तो अवस्थामा हामी अत्यन्त दीन अवस्थामा भगवानको सन्निधिमा पुगेपछि हामी पुग्नेछौँ, त्यस्तो अवस्थामा पुग्नेछौँ। भगवान त अत्यन्तै दयाले द्रवीभूत भएर होइन, दौडिँदै आएर हामीलाई गले लगाउनु हुनेछ, हामीलाई अङ्कमाल गर्नुहुनेछ भगवानले तुरन्तै। यो भाव प्रकट गर्नुहुन्छ। गोदामाजीको भाव यो हो, हामी केही खाँदैनौँ भनेको, नेन्नुम पालुन्नौँ। अनि नाटकाले निराडी, नाटकाले भनेको बिहानै निराडी हामी स्नान गर्नेछौँ, बिहानै स्नान गर्नेछौँ होइन। स्नान त बिहानै गरिन्छ, हेर्नु, नित्य नैमित्तिक नित्य कर्म गर्नुभन्दा अगाडि नै स्नान गरिन्छ, बिहानै स्नान गरिन्छ। सन्ध्यावन्दन तारा देखिँदै, आकाशमा तारा हुँदैखेरि सन्ध्या गर्नुपर्छ बिहान भनेको छ शास्त्रले। अनि त्योभन्दा अगाडि स्नान गर्नु पर्यो होइन। बिहानै स्नान गर्नेछौँ, माने बिहानै स्नान हुन्छ सधैँभरि। फेरि किन यहाँ बिहानै भन्नुभयो त भन्दाखेरि, त्योभन्दा अझै बिहान, त्योभन्दा अझै चाँडै हामी स्नान गर्नेछौँ। सधैँको नित्य कर्म गर्नको लागि जुन समयमा स्नान गरिन्थ्यो त्यो समयभन्दा अझै पहिले हामी स्नान गर्नेछौँ। हो, हेर्नु, धनुर्मासमा दिव्यदेशमा साह्रै बिहानै भगवानको मङ्गला हुन्छ, साह्रै बिहानै भगवानको पट खुल्छ। हेर्नु, वृन्दावनको रङ्गजीमा त्यहीँको अनुभव छ, आफूलाई धेरै अनुभव, 7 वर्षको अनुभव त्यहीँको नै छ, र त्यहाँको अनुभव नै पर्याप्त हो क्या। रङ्गजी, वृन्दावनको रङ्गजीको अनुभव नै समस्त दक्षिणका दिव्यदेशहरूको अनुभव हो, बुझ्नुभयो नि? त्यहाँ 3 बजे मन्दिरभित्र प्रवेश गरिसक्नुपर्छ। 3 बजे धनुर्मासमा, यो पुष महिनाभरि 3 बजे भगवानको भित्र मन्दिर, भगवानको सन्निधिमा प्रवेश गरिसक्नु पर्थ्यो हामी रहँदाखेरि। त्यसको लागि आफूले 2:30 बजे त उठ्नै पर्थ्यो कुनै हालतमा, उठेर स्नान गर्नै पर्यो। स्नान गरेर तिलक घोटेर भ्याइँदैन थियो, अम्लाले सट अम्लाले तिलक लगायो, दौडिहाल्यो, गयो भित्र गएर घन्टी समाइहाल्यो, भगवानको घन्टी समाइहाल्यो होइन। सम्झिँदाखेरि कठिन छ। हेर्नुहोस्, पुसको जाडोमा त्यो पत्थरले बनेको त्यो मन्दिरमा कति चिसो हुन्थ्यो होला, कति चिसो हुन्छ त्यहाँ। त्यो कठिन त पक्कै छ, परन्तु त्यो कठिनाइमा यति आनन्द छ नि, भित्रको आनन्द अहिले याद आउँछ। हेर्नु, झलझली याद आउँछ, सधैँभरि त्यो याद आइरहन्छ, याद नै आइरहन्छ मलाई त्यहाँको नै याद आउँछ। प्रायः धेरै याद आउन भनेको त्यो रङ्गजीको त्यो बााउन्डरी भित्रको नै हो। हेर्नु, भगवान, त्यहाँको भगवानको त्यो कैङ्कर्य, त्यहाँको यताउताको दौडाइ, आहा। नाटकाले निराडी,
एका बिहानै धेरै बिहानै हामी स्नान गर्नेछौँ। अनि मयट्टेडोदोम आँखामा गाजल लगाउँदैनौँ। मलरेट्टोम केशमा हामी कपालमा शिरमा हामी फुल पनि सजाउँदैनौँ, पुष्प राख्दैनौँ शिरमा, सजाउँदैनौँ आफ्नो शिरलाई। नाम हामीहरू मुडियोम भनेको गर्दैनौँ, हामी वर्जित गर्छौँ, ती चिजहरू हामी गर्दैनौँ। यसको अर्थ के हो? हामीले यो शरीरलाई सजाउँदैनौँ क्या? हामी भनेको अहिले भगवानको विरहको अवस्थामा छौँ। भोलिबाट मात्रै हाम्रो भगवानसँगको मिलन हुन्छ। भगवानसँगको मिलन भोलिबाट हुन्छ। अहिलेसम्म हाम्रो विरहको अवस्था नै छ। हामी सजाउँदैनौँ यो शरीरलाई। भगवानसँग अलग भएको यो शरीरलाई हामी सजाउँदैनौँ। सजाउँदैनौँ। अलङ्कार गर्नुपर्छ आत्माको। हेर्नु, आत्माको अलङ्कार गर्ने हो, शरीरको होइन। भगवत प्रेमले अलङ्कार गर्ने हो आत्मालाई। यो पाञ्चभौतिक शरीरलाई अलङ्कृत गर्ने होइन, अलङ्कार गर्ने होइन। परन्तु भगवानको लागि अलङ्कार गर्ने हो, खूब अलङ्कार गर्ने। पछि गएर माग्नुहुन्छ, धेरै चिज माग्नुहुन्छ, गहनाहरू माग्नुहुन्छ, हातमा लगाउने माग्नुहुन्छ, शरीरमा लगाउने माग्नुहुन्छ, कानमा लगाउने माग्नुहुन्छ, खूब गहना माग्नुहुन्छ। भगवानको मिलन भइसकेपछि त कति हो कति सजाउने। म एउटा हजुरलाई इतिहास सुनाउँछु ल। एउटा सुन्दर हाम्रा पूर्वाचार्यको किस्सा सुनाउँछु हजुरलाई। पराशर भट्ट स्वामीजीले प्रवचन गर्नुभयो एक दिन, खूब प्रवचन गर्नुभयो। यस्तै प्रवचन गर्नुभयो, शरीरलाई सजाउने होइन, खबरदार कसैले पनि शरीरलाई सजाउने होइन, अलङ्कार गर्ने होइन, गहना लगाउने होइन, गहना लगाउने होइन, यो शरीरलाई, यो मलमूत्रले बनेको यो शरीरलाई सजाउने होइन भन्नुभयो। सबलाई उपदेश गर्नुभयो, खूब उपदेश गर्नुभयो। त्यसको ठिक भोलिपल्ट भगवानको उत्सव थियो, रङ्गनाथ भगवानको उत्सव थियो। अब त्यो उत्सवमा पराशर भट्ट स्वामीजी त पुरा यत्र कुण्डल सुनका, हातमा कङ्कण यत्र सुनका कङ्कण, चेन यति ठुलो चेन आदि आदि, हातभरि औँठी सुनका, अब के का हुन्छ नि, हिराका, सबै हातभरि औँठी लगाएर मन्दिरमा प्रवेश गर्नु हुँदैछ पराशर भट्ट स्वामीजी। सबैले हेर्नुभयो, एकजना शिष्यलाई यति कोक्या आएछ भित्र, यति कोक्या आएछ भित्र। अब के गर्नु, सोधौँ त कसरी सोधौँ? हिजो यस्तो भन्नुभएको थियो, आज यसो गर्नुहुन्छ भनेर कसरी भन्नु? आचार्यले, आफ्नै आचार्य हुनुहुन्छ, के गर्ने, के भन्ने? केही गर्दा असह्य भयो उहाँलाई, साष्टाङ्ग गरिहाल्नुभयो। स्वामीजी, दास एउटा बिन्ती गर्दैछ हजुरलाई। के बिन्ती हो? परन्तु साह्रै घबराहट पनि हुँदैछ, डर पनि लाग्दैछ। किन डराउने? भन न के हो? स्वामीजी, हजुर पक्कै रिसाउनुहुन्न नि? किन रिसाउनु? भन न, भन। हजुरले हिजो यस्तो यस्तो प्रवचन गर्नुभयो, आफ्नो शरीरलाई नसजाउनु, गरगहना नलगाउनु, अलङ्कार नगर्नु यो शरीरलाई भनेर भन्नुभयो। आज हजुरले नै यसरी आफ्नो शरीरलाई सजाउनु भएको छ, यसरी अलङ्कृत हुनुभएको छ हजुर नै। के हो? मैले रहस्य बुझिनँ। स्वामीजी हाँस्नुभयो, हाँसेर भन्नुभयो, हेर, यो मैले मेरो लागि शरीर यो सजाएको होइन नि बाबु, भगवानको लागि म जाँदैछु क्या। भगवानको अगाडि भगवानको सेवामा जाँदैछु। भगवानको लागि सजिएको हो म आफ्नो लागि सजिएको होइन, भगवानको लागि सजिएको हो। त्यसैले त देवो भूत्वा देवम यजेत अरे क्या। भगवानको आराधना गर्दाखेरि खूब सजाउ गर्ने, आफूलाई लगाउने, गहना लगाउने, हातभरि औँठी लगाएर भगवानको सेवा गर्ने, कङ्कण आदि लगाउने, भगवानको सेवा गर्ने, भगवानको सेवा गर्दाखेरि। परन्तु बाहिर हिँड्दाखेरि सजिएर हिँड्ने होइन। भक्तवत्सल भगवानको गोदामाजी कस्तो रहस्य बताउनु हुँदैछ यहाँ हेर्नु। अहिले हामी सजाउँदैनौँ, भगवानलाई पाइसकेपछि भगवानमा नन्दनन्दनलाई पाइसकेपछि त फेरि कति हो कति हामी आफूलाई सजाउँछौँ, कन्हैयासँगै माग्छौँ हामी सबै गरगहनाहरू। मैट्टोदोम मलरेट्टोम नाम मुडियोम। अनि फेरि के गर्नेछौँ? शय्यादन संयम तिक पुरलै चेन्द्रोदोम। शय्यासन संयम तिक पुरलै चेन्द्रोदोम। शय्यासन शय्यादन संयम भनेको, शय्यादन संयम भनेको हाम्रा पूर्वजहरूले, हाम्रा पूर्वाचार्यहरूले आचरण नगरेको त्यो कार्यलाई हामी पनि आचरणमा ल्याउँदैनौँ, हामी पनि गर्दैनौँ त्यस्तो क्रियाहरू। चाहे त्यो शास्त्रले बताएकै किन नहोस्, शास्त्रले विधि गरेकै किन नहोस्, शास्त्रले गर्नु भनेकै किन नहोस्, त्यो कार्य यदि हाम्रा पूर्वजहरूले गर्नुभएको छैन भने हामी पनि गर्दैनौँ।
हैन? यो एकदमै महत्त्वपूर्ण नाडी हो आजको यो गाथाको। हेर्नुहोस्, बुझ्नुभयो नि? हैन? शास्त्रको प्रमाण भन्दा श्रेष्ठ जनहरूको आचरण त्यो प्रबल प्रमाण हुन्छ अरे। श्रेष्ठ जनहरूले गरेको आचरण नै सबभन्दा ठुलो प्रमाण हो। यद्यत आचरते श्रेष्ठ तत्तत् देवेतरो जन भनेर भगवानले गीतामा पनि भन्नुभयो नि, हैन? श्रेष्ठ पुरुषहरूले जे आचरण गर्छन् त्यसैलाई अन्य पुरुषहरूले फलो गर्छन्, त्यसैलाई पछ्याउँछन्। त्यसैले श्रेष्ठ पुरुषले के गर्नुपर्छ? जे गर्नुपर्ने हो त्यो मात्रै गर्नुपर्छ, किनभने अरूले पछ्याइदिन्छन् क्या। त्यसलाई प्रमाण मानेर त्यसलाई फलो गर्छन्, हैन? त्यसैले शास्त्रले विधान गरेको भए तापनि हाम्रा पूर्वाचार्यहरूले गर्नुभएको छैन भने हामी पनि गर्दैनौँ। बुझ्नुभयो नि? अब हेर्नुहोस्, हामी ठुला अनुष्ठान गर्दैनौँ। हामी श्री वैष्णवहरू नि कठोर तपस्या पनि हामी गर्दैनौँ। मन्त्र सिद्धि गर्नको लागि माला लिएर त्यो घोटेको छ माला, त्यो पनि हामी गर्दैनौँ। किन गर्दैनौँ? शास्त्रले बताएको छ अनुष्ठान गर्नु भनेर भनेको छ त, हैन? अनुष्ठान गर्नु, गायत्रीको अनुष्ठान गर्नु, मूल मन्त्रको आदिको अनुष्ठान गर्नु भनेको छ शास्त्रले भनेको छ। परन्तु हाम्रा आचार्यहरूले त्यस्तो अनुष्ठान गर्नुभएको छैन। मन्त्र सिद्धि गर्नको लागि कुनै अनुष्ठान गर्नुभएको छैन, माला जप्नु भएको छैन। त्यसैले हामी पनि गर्दैनौँ। हाम्रो त मन्त्र जप भन्दा मन्त्र अनुसन्धान, मन्त्रको अर्थको अनुसन्धान प्रमुख हो। बुझ्नुभयो नि? मन्त्रको अर्थको अनुसन्धान प्रमुख हो। त्यसैले हाम्रा आचार्यले जे गर्नुभयो हामी त्यही गर्छौँ, हैन? शय्यादन संयम तिक, अनि ती कुरालाई चेन्ड्रोदोम भनेको कठोर बाणी पनि हामी बोल्दैनौँ। कठोर बाणी हामी बोल्दैनौँ, है? यी कुराहरू चाहिँ अब जस्तो कठोर बाणी नबोल्ने अनि पूर्वाचार्यहरूले नगरेको कार्य नगर्ने, यो व्रत समाप्तिभरि हो त भन्दा होइन, यो सधैँभरि गर्ने हो। परन्तु यी कुराहरूलाई, हैन, यी नियमहरूलाई व्रतभरि हामी विशेष रूपले पालन गर्नेछौँ। भक्तवत्सल भगवानको विशेष रूपले पालन गर्नेछौँ भन्नुहुन्छ। अनि अयमम पिचयम अन्दनयम कैकाटी, अयमम भनेको हामी सत्पात्रमा भिक्षा दिनेछौँ, अनि पिचयम भनेको सत्पात्र नभए पनि दिन दुखी छ भने दिन दुखीलाई पनि हामी भिक्षा दान दिनेछौँ, सके जति दिनेछौँ। अन्दनयम भनेको सके जति दिनेछौँ, कै भनेको हातले दिनेछौँ, कै काटी हातले दिनेछौँ। यहाँ पनि गम्भीर विषय छ, हेर्नुहोस् है। दान कसलाई गर्ने अरे? दान कसलाई गर्ने? दान चाहिँ हेर्नु, जसबाट कुनै उपकारको आशा हुँदैन त्यस्तोलाई दान गर्ने अरे। उपकारको आशा लिएर दान गरिन्छ भने त्यो दान, त्यो राम्रो दान होइन क्या। बुझ्नुभयो नि? उपकार, यसलाई मैले यति अहिले दान गरेँ भने यसले मलाई पनि यस्तो गर्नेछ, यो काम लाग्नेछ पछि भन्ने त्यसरी हेरेर दान गरिन्छ भने त्यो उचित दान होइन। जसबाट उपकारको कुनै अभिलाषा नै नहोस् त्यस्तालाई दान गर्ने, हैन? सत्पात्रमा दान गर्ने भनेको छ, हैन र? अब हेर्नु, दिन दुखीलाई पनि दान गर्ने, सके जति दान गर्ने भनेको हामीले सके जति दान गर्ने होइन कि त्यो लिने व्यक्तिले कति सक्छ, उसले लिन सके जति दान गर्ने। आहा, गोदामाजी पत्ता भूदेवीको अवतार हुनुहुन्छ। भूमिले कति दिनुहुन्छ, पृथ्वीले कति दिनुहुन्छ, हैन? चाहे जति दिनुहुन्न पृथ्वीले, जति जनसङ्ख्या बढे पनि पृथ्वीले दिइरहनुहुन्छ पृथ्वीले। त्यस्तै गोदामाजी भन्नुहुन्छ यहाँ, त्यस्तै गोदामाजी बोल्नु हुँदैछ यहाँ। लिने व्यक्तिले कति सक्छ हामी त्यति दान गर्नेछौँ। लिने व्यक्तिले कति सक्छ, त्यसैले गोदामाजीका अनुयायीहरूले के लिने? पृथ्वीको सारा ऐश्वर्य सम्पत्ति लिने कि त्योभन्दा माथि स्वर्ग आदिको सम्पत्ति लिने कि? त्यो लिएर पतन हुँदैन नि फेरि, पतन अरू जस्तो पतन हुँदैन। संसारको ऐश्वर्य सम्पत्ति गोदामाजीले दिनुभयो भने त्यसले पतन गराउँदैन न। स्वर्गको सम्पत्ति ऐश्वर्य लिएर पनि पतन हुँदैन न। त्यो पनि पाएर त्यो पनि दिएर अरू के दिनुहुन्छ?
परम पद दिनुहुन्छ, परम पद। आहा, परम पद दिएर, भगवानलाई दिएर, भगवानको काखलाई दिएर, भगवानको त्यो दिव्य मङ्गल विग्रहलाई दिएर, भगवानको दिव्यात्म स्वरूपलाई अनुभव गराएर समस्त सबै दिनुहुन्छ गोदामाजीले। लिनेले जति सक्छ त्यति दिने भन्नुहुँदैछ यहाँ। अन्धनयुम कैकाट्टी भनेको हातले गर्नेछौँ हामी दान, हातले। के भनेको यो हातले गर्ने भनेको के हो? दान त हातले गरिन्छ त भन्दा हेर्नु। दान हातले गर्नु अरे क्या, मनले गर्ने होइन अरे दान, बुझ्नुभयो नि? दान हातले गर्ने, मनले होइन, अरू मनले गर्ने, भगवानको भजन मनले गर्ने होइन। परन्तु दान चाहिँ मनले गर्ने होइन, हातले गर्ने। त्यसको तात्पर्य के हो? दान हातले दियो सक्यो, मनमा कहिल्यै नराख्ने। मैले यति दान गरेँ भन्ने मनमा रह्यो भने त्यो मनले गरेको दान हो। त्यस्तो दान कहिल्यै नगर्ने, हातले गर्ने सक्यो। अनि उयुमारेन्डे उगन्देलो रेम्बाबाय, उयुमारेन्डे उगन्द, यति गरेर हाम्रो उज्जीवनको उपाय, हाम्रो उज्जीवन हुन्छ नि, उज्जीवनको उपायको चिन्तन गरेर हामी अत्यन्त आनन्दित हुन्छौँ। बस अरू गर्नु नै के छ र? अनुष्ठान भनेकै यो हेर्नुहोस्, अन्तिममा भन्नुहुन्छ नि आनन्दित हुनेछौँ। उपायको चिन्तन गरेर भनेको, उपाय भनेको भगवान हुनुहुन्छ, नन्दनन्दन हुनुहुन्छ, हामीसँग हुँदै हुनुहुन्छ नन्दनन्दन, नन्दसुनु हुनुहुन्छ। नन्दसुनुको चिन्तन गरेर उनी हो, त्यही नै जीवनको उपाय, उसैको चिन्तन गरेर हामी आनन्दित हुन्छौँ। बस यही नै स्थान हो, यही नै हाम्रो अनुष्ठान हो। एलो रेम्बा भाइ, यही नै हाम्रो छन्द हो, कविता हो। एक गोपी हो, कति दिव्य वाणी बोल्नुभयो, कस्तो रस बगाउनु भएन आजको गाथामा पनि। धेरै विशेष वाणी बोल्नु भएको छ गोदामाजीले। अब यहाँ नेर्नुम पालुन्नुम, हामी दुध पनि दही घिउ पनि खाँदैनौँ, दुध पनि खाँदैनौँ। हाम्रो त भोजन भनेको कन्हैया हो नि, हाम्रो भोजन भनेको नन्द सुनु हो, कृष्ण नै हाम्रो लागि भोजन हो। वासुदेव सरमिति स महात्मा सुदुर्लभ, यसको अर्थ बडा गम्भीर गर्नुहुन्छ क्या, बडा गम्भीर छ यसको अर्थ। वासुदेव सरमिति भनेको के हो? सबै चिज वासुदेव भनेको के हो? हाम्रो लागि नि भोजन पनि वासुदेव हो। खाने भोजन, लगाउने वस्त्र, पिउने पानी, चबाउने त्यो ताम्बुल आदि सबै भगवान कृष्ण हुनुहुन्छ। सहस्त्र गीतिमा भन्नुहुन्छ न मालवार षडकोप स्वामीजी, भक्ष्यमानम अन्नम पेयमानम जलम सर्वमानम ताम्बुलम सर्वम श्रीकृष्ण एव मम। खाने अन्न, पिउने पानी, चबाउने ताम्बुल आदि सबै मेरो लागि कृष्ण नै हो, कृष्ण बाहेक अरू केही छैन। भोग्य वस्तु भनेको केवल भगवान कृष्ण मात्रै हो, अरू होइन। संसारको वस्तु भोग्य होइन, भोग्य भनेको भगवान हुनुहुन्छ, कृष्ण। यसरी अति सुन्दर यो रस बगाइदिनु भयो गोदामाजीले होइन। अझै कति छ कति, यो कति छ कति कति भनेर पनि यो सिद्धिने होइन र भन्ने त्यो त्यस्तो शक्ति, त्यस्तो योग्यता पनि हामीमा कहाँ छ र? गोदामाजीको अनुभव बताउने, योग्यता बताउने शक्ति कसमा छ र? हामीमा त कहाँ छ र? छैन। गोदामाजीको भावनालाई गोदामाजी नै जान्नुहुन्छ भनेर स्वयं रामानुज स्वामीजी भन्ने गर्नुहुन्थ्यो। त्यस्तो हो यो रस भनेको। अब यहाँ केही हेर्नु, केही रहस्य छन्, त्यो रहस्यलाई पनि श्रवण गरौँ। रहस्य भनेको स्वापदेश होइन, ध्वन्यार्थ। यति हामीले सुन्यौँ, यहाँ भित्रबाट एउटा अर्को ध्वनि पनि आइरहेको छ क्या, एउटा ध्वनि गुन्जिरहेको छ। त्यो गुन्जायमान भएको ध्वनिलाई पनि हामी श्रवण गरौँ ल। हाम्रा आचार्यहरूले, ज्ञानीहरूले जे दिनुभयो, जसरी बताउनु भयो, जसरी त्यो गुन्जनलाई श्रवण गराउनु भयो, त्यसरी नै श्रवण गर्ने हामी पनि जमर्को गरौँ। हेर्नु, वयत्तु वाड वीरगाल नाम नम्पा अवैकु, यहाँ नम्पा अवैकु हाम्रो व्रत भन्नुभयो। हाम्रो व्रत भनेको कस्तो व्रत हो? हामी पनि व्रत गर्छौँ भन्नुहुँदैछ। हामी पनि व्रत गर्छौँ भनेको, हाम्रो व्रत भनेको अरूको जस्तो व्रत होइन, विशेष व्रत हो हाम्रो व्रत। यहाँ नम्पा अवैकु, हाम्रो व्रत भनेको कस्तो व्रत थाहा छ? पुरै यो तिरुपावै आचार्य परक हो भन्नुहुन्छ। आजको गाथा पनि पुरै आचार्य परक नै हो, आचार्य परक हो।
हाम्रो व्रत भनेको कस्तो व्रत हो भन्दा मधुर कवि आलवारको जस्तो व्रत हो, रङ्गामृत कविको जस्तो व्रत हो, भरतजीको जस्तो व्रत हो। हाम्रो व्रत भनेको सबरीको जस्तो व्रत हो, भक्तवत्सल भगवानको। त्यसैले हाम्रो व्रत, बुझ्नुभयो नि, सामान्य व्रत होइन, सबरीको जस्तो व्रत हो। सबरीले भगवानलाई जान्नु नै भएन, केवल आफ्नो आचार्य मतङ्ग ऋषिलाई नै जान्नुभयो, सर्वस्व मान्नुभयो। त्यस्तो व्रत हो हाम्रो भनेको। भरत होइन, शत्रुघ्नको जस्तो व्रत हो हाम्रो व्रत भनेको। शत्रुघ्नको जस्तो व्रत हो। शत्रुघ्नले भगवानलाई त्यति जान्नु भएन, भगवान रामको सन्निधानमा त्यति बस्नु भएन, भगवान रामको साथ मैले पाइनँ भनेर हुरुक्क हुनु भएन शत्रुघ्न, बुझ्नुभयो नि। भरतको जस्तो लक्ष्मणको जस्तो देखाउनु भएन त्यस्तो चेष्टा। के गर्नुभयो? भरतसँग बस्नुभयो, बस भरतको अधीनमा बस्नुभयो, भरतको साथमा बस्नुभयो शत्रुघ्नजी। त्यसैले उहाँको भक्ति नै सर्वश्रेष्ठ भक्ति हो। कसको? शत्रुघ्नजीको भक्ति नै सर्वश्रेष्ठ भक्ति हो। त्यस्तो हाम्रो व्रत हो, भागवत निष्ठ होइन, भागवतको अभिमत, भागवत अभिमान। त्यस्तो व्रत हो हाम्रो व्रत भनेको, नम्पावैको हाम्रो व्रत, बुझ्नुभयो नि। अनि मधुरकवि आलवारको जस्तो व्रत हो। मधुरकवि आलवारले षठकोप सूर्यलाई भन्दा अर्को कुनै ईश्वरलाई जान्नु नै भएन, थाहा नै भएन उहाँलाई अर्को पनि ईश्वर हुन्छ भनेर, बुझ्नुभयो नि। ईश्वर मान्नुहुन्थ्यो कसलाई? नम्मालवारलाई, आफ्ना आचार्य षठकोप सूर्यलाई। त्यस्तो व्रत हो हाम्रो। रङ्गामृत कवि हुनुहुन्थ्यो, रङ्गामृत कवि होइन, उहाँले पनि रामानुज स्वामीजी बाहेक अर्को कुनै ईश्वरलाई आत्मसात गर्नु नै भएन, हृदयमा राख्नु नै भएन। ढोगिदिनुहुन्थ्यो, साष्टाङ्ग गरिदिनुहुन्थ्यो, नमस्कार हात जोडिदिनुहुन्थ्यो भगवानलाई रामानुज स्वामीजीको लागि। रामानुज स्वामीले कराउनुहुन्छ मलाई भनेर उहाँको लागि हात जोडिदिनुहुन्थ्यो, परन्तु हृदयमा राख्नु भएन। हृदयमा नित्य निरन्तर रामानुज स्वामीजीलाई नै राख्नुभयो, रामानुज स्वामीजी नै बस्नुभएको थियो हृदयमा ईश्वरको रूपमा। त्यस्तै व्रत हो हाम्रो पनि, नम्पावैको है। हाम्रो नम्पावैको भनेको हाम्रो त्यस्तो व्रत हो होइन। अनि पार कडरुल पय तुइन्द्र परमनडी पाडी। आहा, पार कडरुल भनेको क्षीरसागर, क्षीरसागरमा शयन गर्ने भगवान नारायण भनेको पनि आचार्य नै हुनुहुन्छ, रामानुज स्वामीजी नै हुनुहुन्छ है। पार कडरुल भनेको क्षीरसागर, क्षीरसागर भनेको के हो? भगवानका कल्याण गुणहरू नै, भगवानका कल्याण गुणहरू नै क्षीरसागर हो। भगवानका गुणहरूको कुनै अन्त छैन। हेर्नुहोस्, भगवानका कल्याण गुणहरूको त्यो गहिराईको कुनै अन्त छैन। त्यति गहिराई समुद्र, अथाह समुद्र हो। भगवानका गुणहरू भनेको, भगवानको आनन्द भनेको अथाह समुद्र हो। त्यस्तो समुद्रमा शयन गर्ने भनेको आचार्य, भगवानको गुणानुभवमा भगवानको गुणहरूलाई चिन्तन गरेर लट्ठ भएर बस्ने आचार्य रामानुज स्वामीजी शयन गर्ने भनेको। त्यस्ता रामानुज स्वामीजीको चरणारविन्दको हामी गान गर्नेछौँ, त्यस्ता आचार्यको चरणारविन्दको हामी गान गर्नेछौँ। अब यहाँ आचार्यको गान पनि अझै गहिराइमा जाने हो भने अझै गहिराइमा हामी प्रवेश गरौँ है, बुझ्नुभयो नि। त्यस्ता आचार्यको गान गर्ने भन्नु भएन यहाँ, त्यस्ता आचार्यको चरणारविन्दको गान गर्ने भन्नु हुँदैछ। त्यसको मतलब त्यस्ता स्वामीजी, त्यस्ता आचार्यका शिष्यहरूको पनि हामी के गर्नेछौँ? कीर्तन गर्नेछौँ। षठकोप स्वामीजीका चरणारविन्द भनेको मधुर कवि आलवार हुनुहुन्छ, त्यस्ता आलवारको पनि हामी चिन्तन गर्नेछौँ, गान गर्नेछौँ साथसाथमा। रामानुज स्वामीजीको चरणारविन्द भनेको रङ्गामृत स्वामीजी, दाशरथी स्वामीजी, कुरेश स्वामीजी हुनुहुन्छ, त्यस्ता स्वामीजीहरूको पनि हामी के गर्नेछौँ? गान गर्नेछौँ। परमन अडिपाडी है। नेर्नुम पालुन्नुम होइन, दुध दही अनि घिउ खाँदैनौँ, दुध खाँदैनौँ होइन। संसारको भोग नभोग्ने परम वैष्णव आचार्य, संसारको भोगलाई त्यागिदिने परम वैष्णव आचार्य, परम वैष्णव भागवतहरूको कुरा गर्नु हुँदैछ। त्यस्तोलाई आह्वान गरेर भन्नु हुँदैछ यहाँ, बुझ्नुभयो नि। अनि नाटकाले निराडी बिहानै स्नान गर्ने भनेको आचार्यको गुणमा लट्ठ हुने, आचार्यको सदुपदेश श्रवण गरेर त्यसैमा हराउने, नाटकाले निराडी। गाजल नलाउने
केशमा फुल नलाउने, मैटेर्दो मलरेटौँ भनेको अलङ्कार आत्मालाई गर्ने, आत्मालाई अलङ्कृत गर्ने त्यस्ता श्री वैष्णवहरू सम दम आदि गुणले, होइन, भगवत कैङ्कर्य आचार्य कैङ्कर्य आदि गुणले आत्मालाई अलङ्कृत गर्ने शरीरलाई होइन, त्यस्ता श्री वैष्णवजनहरूको चर्चा गर्नुहुन्छ गोदामाजी। किनभने गोदामाजीका सखी भनेको त परम भागवत आलवारहरू होइन र? आलवारहरू हुनुहुन्छ नि, परम भागवत परम ज्ञानी, होइन? आलवारहरू भनेको आत्मा, आलवारले आत्मालाई कसरी अलङ्कार गर्नुभएको थियो होला, होइन? त्यस्तोलाई भन्नुहुँदैछ, होइन? अरू सबै सयादन संयम ती कुराले चेन्द्रोदोम अयमम पिच्चम अन्धनम कै काटे। अनि हेर्नु, सत्पात्रलाई दान दिनेछौँ र दिन दुखीलाई पनि दान दिनेछौँ, त्यसको तात्पर्य के हो? आहा, आचार्यले के गर्नुहुन्छ? योग्यलाई पनि उपदेश गर्नुहुन्छ, अयोग्यलाई पनि उपदेश गर्नुहुन्छ, होइन? धुरन्धर विद्वानलाई पनि उपदेश गर्नुहुन्छ, होइन? एउटा मुख, एउटा लाटोलाई पनि उपदेश गर्नुहुन्थ्यो रामानुज स्वामीजीले। कुरेश दासरथी जस्ता विद्वानलाई उपदेश गर्नुहुन्थ्यो र एउटा लाटोलाई पनि के गर्नुहुन्थ्यो? मुखलाई पनि के गर्नुहुन्थ्यो? इसारा गरेर उपदेश गर्नुहुन्थ्यो अरे, यसरी देखाउनुहुन्थ्यो अरे। यसरी लाटो त्यहाँ बसेका छन्, ती लाटा हेरिरहन्छन् रामानुज स्वामीजीको मुखमा, हेरिरहन्छन्, केही सुन्दैनन् पनि केही बुझ्दैनन् पनि, होइन? अरू त बुझ्छन् सबै। रामानुज स्वामीजी के गर्नुहुन्थ्यो? रामानुज स्वामीजी त्यो लाटोलाई देख्ने गरी आफ्नो चरणार बिन्दलाई इसारा गर्नुहुन्थ्यो, यसरी हातले यस्तो यस्तो गरिदिनुहुन्थ्यो अरे, उसले बुझिहाल्थ्यो त्यो लाटोले। यसरी उपदेश गर्नुहुन्छ क्या? यो दान गर्ने भनेको भिक्षा, सत्पात्रले दान गर्ने, दिन दुखीलाई पनि दान गर्नेको तात्पर्य त्यो हो, है? वितरति गुरु प्राज्ञ विद्याम यथैव तथा जडे भनेर आउँछ शास्त्रमा। गुरुले के गर्नुहुन्छ अरे? प्राज्ञ भनेको अत्यन्त विद्वान प्राज्ञलाई पनि विद्याको दान गर्नुहुन्छ, त्यसरी नै जडे भनेको जडलाई पनि के गर्नुहुन्छ? दान गर्नुहुन्छ विद्याको। र यसरी उयो मारण्डे उगन्ध एलो रेम्बावाय आफ्नो उज्जीवनको चिन्तन गरेर, आचार्यको चिन्तन गरेर, रामानुज स्वामीजीको कृपाको कृपा मात्र प्रसन्नाचार्य रामानुज स्वामीजीको कृपाको अनुसन्धान गरेर, चिन्तन गरेर हामी अत्यन्त आनन्दित हुनेछौँ। हे वैष्णवजन हो, हे आलवार कोटिका हे वैष्णवजन हो, आउनुहोस् भनेर यसरी बोलाउनु भयो। आजको गाथामा प्लान बनाउनु हुँदैछ, प्लान भोलिबाट व्रत बस्ने भनेर प्लान बनाउनु हुँदैछ। र गोपीहरू भनेका परम ज्ञानी, अत्यन्त ज्ञानी आलवार कोटिका महापुरुष हुनुहुन्छ र यसरी त्यो भावनात्मक शैलीमा एउटा व्रतको योजना बनाउनु भयो गोदामाजीले। र त्यसको आजको गाथाको दोस्रो गाथाको हामीले रस र रहस्य दुवैलाई यथाधि यथामति श्रवण गऱ्यौँ। र यो श्रवण गरेको, यो हामीले जुन श्रवण गऱ्यौँ, यो सबै यो गोदामाजीको कृपा हो हामी सबैमाथि। र यो बोलेको पनि यो शरीर बोलेको होइन, गोदामाजी नै जिह्वामा बसेर यहाँ गोदामाजीले बोलाउनु भएको हो, भनाउनु भएको हो। र आचार्यहरूले यो कृपा गर्नुभएको हो, आचार्यहरूको अनुग्रह हो। र त्यस्ता आचार्यहरूको गोदामाजीको बार बार शरणागति गर्दै गर्दै आजको बाणीलाई यहीँ विश्राम लिउँ। श्री लक्ष्मीनारायण भगवानको, श्री गोदारङ्गमन्नार भगवानको, धनुर्मास महोत्सवको समस्त आलवार आचार्यहरूको आजको आनन्दको जय जय श्रीमन्नारायण, जय जय गोदारङ्ग। जय श्री गोदा श्री रंगनाथ हरे, जय श्री जय श्री गोदा श्री रंगनाथ हरे, जय श्री जय श्री गोदा श्री रंगनाथ हरे, जय श्री जय जय वेंकटनाथ हरे,
जय जय वेंकट हाँ जय जय वेंकटनाथ हरे जय जय वेंकट रामानुजयति राज हरे रामानुज हाँ रामानुजयति राज हरे जय श्री गोदास रंगनाथ हरे जय श्री जय श्री गोदास रंगनाथ हरे जय श्री नाथ हरे कपूर आरती गरौँ मलाई कपूर आरती गरौँ जय जय श्रीमन्नारायण श्री लक्ष्मीनारायण मंदिर जीएस शैक्षिक संस्था हाम्रो यहाँ काञ्चनबारी मन्दिरमा स्वामीजी विद्वान विद्वान केशवाचार्य स्वामीजीका तनगिरि तटे सुप्तमुद्बोध्य कृष्णं पारार्थ्यं स्वं स्तुतिशतशिरा सिद्धमध्यापयन्ति शोचेष्टायां स्रजनिगलितं या बलात्कृत्य भुङ्क्ते गोदा तस्यै नम इदमिदं भूय एवास्तु भूय कर्कटे पुरफल्गुण्यां तुलसी